राम हरे हरे श्रील प्रभुपाद की जय। नेपाली में हिंदी जहिले नै कन्डिसन यो चुजेबल हुन्छ, जहाँ अप्सन हुन्छ त्यहाँ धेरै फेरि त्यो हुन्छ है। मान्छेहरूसँग एउटा सुन्नुभयो होला, जससँग धेरै लुगा हुन्छ उनले यो नाम के हो, यो नाम के हो। हुन त मसँग धेरै भाषाहरू छैन, 3-4वटा छ, तर पनि यसमा चुज गर्नुहुन्छ मैथिली। हरे कृष्ण। अलिक बढी अलिक कम त हामी नेपाली सुरु गर्छौँ। हिजो कतिजना माताजीहरूले भन्नुभएको थियो नेपालीमा प्रभुजी हिन्दीमा अलिक गाह्रो हुन्छ भने। हामी आज भागवतम के 10वें स्कंद 9 स्कंद 10 अध्याय श्लोक संख्या 2बाट हामी चर्चा गर्छौँ र भगवानको लीलाहरूको बारेमा। कि आज वास्तवमा रामनवमी छ, विशेष उत्सव, भगवानको जन्मदिनको अवसर। यो रामनवमी वास्तवमा एकदमै विशेष छ। साक्षात भगवान राम र सीता एकचोटि बसिराख्नु भएको साकेत धाम। यो तिथिहरू मध्ये जति पनि तिथिहरू हुनुहुन्छ सबै तिथिहरू प्याक थियो अरे। पहिले जन्माष्टमी, राधाअष्टमी, यो सबै जुन जुन मुख्य तिथिहरू हुन्थ्यो सबै प्याक। तर नवमी जुन हुनुहुन्थ्यो त्यो खाली। जहाँ गए पनि सबै तिरस्कार गर्ने रे। पहिलाको नवमीको दिन कुनै पनि श्राद्ध या यज्ञ विवाह यो सम्पन्न गरिदिन्थ्यो, अशुभ मानिन्थ्यो। अनि यो नवमी तिथिलाई एकदमै दुःख लाग्छ, मलाई एकदमै हेला गरे यो सबै संसारमा हरेक व्यक्ति। मलाई कसैले रेस्पेक्ट गरेन, मैले कुनै स्थानै पाएन भगवानको सेवाको लागि। अनि रुँदै जानुहुन्छ। यो नवमी हरेक भगवानको धाममा हरेक चीजको स्वरूप हुन्छ। जस्तै अयोध्या धाम छ, अयोध्या धामको पनि स्वरूप छ। वृन्दावन धामको पनि स्वरूप छ। एक एक व्यक्तिको पनि स्वरूप हुन्छ। यो करताल छ, यसको पनि स्वरूप हुन्छ। त्यही भएर हामी जताततै फाल्दैनौँ। यहाँ हेर्नुहुन्छ यो सबैको आसन हुन्छ। भगवान यो संसारमा चेतन भएर पनि जड हुन्छ अरे, तर भगवानको लोकमा जड जस्तो देखे तापनि त्यो चेतन हुन्छ। यो भगवानको धामको विशेषता हो। त्यहाँ नवमी तिथि जानुहुन्छ भगवानको अगाडि, भन्नुहुन्छ हे प्रभु हजुरले त वास्तवमा यो संसारमा जति पनि व्यक्ति पतित व्यक्तिहरू छ सबको उद्धार गर्ने हजुर हुनुहुन्छ र सबले सेवा पाएको छ। वास्तवमा बिना सेवाको हजुरको प्रेम कसरी प्राप्त गर्न सकिन्छ, बिना सेवाको। त्यही भएर हजुरको सेवा मलाई चाहिन्छ। कुनै न कुनै सेवा दिनुस्। म वास्तवमा खाली छु, मलाई सबले हेला गरे, सबले तिरस्कार गरे। अनि त्यसपछि भगवानले भन्नुहुन्छ ओ तिमी खाली छौ, ल ठिक छ, म नवमीको दिन नै जन्म लिन्छु। अनि सीता नवमी पनि त्यही दिन पर्छ नि, नवमीको दिन। सीता महारानी पनि नवमीको दिन जन्म लिनुभयो, भगवान राम पनि नवमीको दिन जन्म लिनुभयो। यो 9 जुन शब्द छ एकदमै उत्कृष्ट। सबै शब्दहरूमध्ये 1 देखि 9 सम्म, 10 मा त 10 आउँछ नि त। 9 सबभन्दा श्रेष्ठ नम्बर हो रे। अनि त्यही भएर नवमीको दिन भगवान कृष्ण के भन्छ भगवान राम जन्म लिनु, भगवान कृष्ण त अष्टमीको जन्म लिनुभयो। यो एकदमै विशेष तिथि छ। आजको दिन वास्तवमा भगवान यो संसारमा हरेक व्यक्तिलाई मर्यादा सिकाउन आउनुभएको हो। असुरको पनि नाश गर्न आउनुभएको हो, भक्तलाई आनन्द दिन पनि आउनुभएको हो। तर विशेष गरी मनुष्य लीला गरेर, एकदमै साधारण मनुष्य जस्तो लीला गरेर वास्तवमा मर्यादा सिकाउन आउनुभएको। भगवान कृष्णले के गर्नुभयो त्यो गर्नु हुँदैन रे। उहाँले के भन्नुभयो त्यो गर्नुपर्छ। जस्तै भगवत गीतामा बताइएको छ, जे भन्नुभएको छ त्यो गर्नुपर्छ, उहाँको अनुकरण गर्न सक्दैन। तर भगवान रामको लीला यस्तो छ कि उहाँको कुनै कुनै लीला अनुकरण पनि गर्न सकिन्छ। भगवान राम मर्यादा पुरुषोत्तम, उहाँ मनुष्य लीला गर्दै हुनुहुन्छ वास्तवमा। त यो हामी श्लोक पढ्छौँ, त्यसपछि फेरि चर्चा राख्छौँ। श्लोक 2 9 10 2 निकाल्नु भयो? सबै जो निकाल्न सक्नुहुन्छ निकाल्नुहोस्। 9 10 2
तस्यापि भगवानेशा सभी जना प्रयास करो। तस्यापि भगवानेशा साक्षात् ब्रह्मयो हरि अंशांशेन चतुर्धारा आगात 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 पुत्र तुम पार्थित सुरे अंशांशेन चतुर्धागात पुत्र तुम पार्थित सुरे राम लक्ष्मण भरत शत्रुघ्न इति संज्ञया जरूर लिखा से प्रयास करो। तस्यापि भगवानेशा साक्षात् ब्रह्ममयो हरि अंशांशेन चतुर्धागा पुत्र त्वं पार्थित सुरे राम लक्ष्मण भरत शत्रुघ्न इति संज्ञया। माताजी हमले कसले ट्राई करना अंशांशि भगवानेशा साक्षात् ब्रह्ममयो हरि अंशांशेन चतुर्भागा पुत्र त्वं पार्थित सुरहे राम लक्ष्मण भरत शत्रुघ्न इति संज्ञया। धन्यवाद। शब्दार्थ अनुवाद तात्पर्य दिनु भएको छ। यसै भक्ति वेदान्त स्वामी श्रील प्रभुपाद की जय। शब्दार्थ हिंदी में छ तस्य महाराज दशरथ के अपि भी भगवान ईशः वे सभी साक्षात प्रत्यक्ष ब्रह्ममय पर ब्रह्म या परम सत्य हरि ही भगवान अंश अंशेन पूर्ण अंश के अंश से चतुर्धा चार प्रकार के विस्तार आगाध स्वीकार किया पुत्र बनना पार्थितः प्रार्थना किए जाने पर सुरहे देवताओं के द्वारा राम भगवान रामचंद्र लक्ष्मण भरत शत्रुघ्न तथा शत्रुघ्न इति इस प्रकार संज्ञा विभिन्न नामों से अनुवाद इस प्रकार है। देवताओं द्वारा प्रार्थना करने पर भगवान परम सत्य अपने अंश तथा अंशों के भी अंश के साथ साक्षात प्रकट हुए। उनके पवित्र नाम थे राम लक्ष्मण भरत तथा शत्रुघ्न। ये विख्यात अवतार महाराज दशरथ के पुत्रों के रूप में 4 स्वरूपों में प्रकट हुए। भगवान रामचंद्र तथा उनके भाई लक्ष्मण भरत शत्रुघ्न ये सभी जीव तत्व न होकर विष्णु तत्व है। भगवान अनेक रूपों में अपना विस्तार करते हैं। अद्वैतम अच्युतानादि अनंत रूपम। यद्यपि वे सभी एक हैं किंतु विष्णु तत्व के अनेक रूप एवं अवतार होते हैं, जैसा कि ब्रह्म संहिता में पुष्टि की गई है। रामादि मूर्ति सुकला नियमेन तिष्ठन्। भगवान अनेक रूपों में विद्यमान है और राम लक्ष्मण भरत शत्रुघ्न ये रूप उनकी सृष्टि की किसी भी कोने में स्थित हो सकते हैं। ये सभी रूप स्थायी रूप से शाश्वत रूप से ईश्वर की वेष्टि रूपों में विद्यमान रहते हैं और ये समान शक्तिशाली अनेक दीप को के तुल्य होते हैं। भगवान रामचंद्र लक्ष्मण भरत शत्रुघ्न ये सभी विष्णु तत्व होने के कारण समान शक्तिशाली है। देवताओं की प्रार्थना करने पर ये महाराज दशरथ के पुत्र बने। हमें सभी जना प्रार्थना करछौं।
ओम अज्ञानतिमिरन्धस्य ज्ञानञ्जनशलाकया चक्षुर्मीलितं येन तस्मै श्रीगुरवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूप कदा मह्यं ददाति स्वपदान्तिकम्। वन्देऽहं श्रीगुरो शिवतापदकमलं श्रीगुरो वैष्णवांश श्रीरूपं साग्रजातं सहगण रघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्ण चैतन्य देवं श्रीराधा कृष्ण पादान् सहगण ललिता शिविसखान्वितांश। हे कृष्णा करुणा सिंधु दीनबंधु जगतपते गोपेश गोपिका कांत राधा कांत नमस्तुते। तप्त कांचन गौरांगी राधे वृंदावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिये। वाञ्छाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्येव च पतितानं पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। नमो विष्णुपादाय कृष्णपृष्ठाय भूतले श्रीमते भक्तिवेदांत स्वामीति नामिने। नमस्ते सरस्वती देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्य देश तारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर शिवासादि गौर भक्तवृंद। हरे कृष्णा 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण। तो आपने जैसे सुना कि इसमें भगवान रामचंद्र 4 रूपों में 4 अंशों के रूप में प्रकट हुए। इसीलिए रामनवमी के दिन ज़्यादातर जितने भी विष्णु तत्व के प्रकट्य दिवस है उसमें एकादशी का ही वास्तव में ग्रहण करना चाहिए, एकादशी प्रसाद। और ये वृंदावन में भी चलता है और कई जगह पे चलता है, कई जगह पे नहीं भी चलता। लेकिन चारों वास्तव में भगवान के ही अंश हैं। भगवान चारों अंश में प्रकट हुए। और इस रामायण के बारे में प्रभुपाद जी वास्तव में विस्तृत रूप से नहीं लिखे हैं। तो बहुत लोगों को प्रश्न होता है, प्रभुपाद जी के उसी समय प्रश्न किए थे, अभी नहीं, उसी समय जब प्रभुपाद जी के प्रश्न किए कि श्रील प्रभुपाद आपने बहुत ग्रंथ लिखे लेकिन रामायण क्यों नहीं लिखा आपने। प्रभुपाद जी उठा के उसको कहते हैं, कौन कहता है कि मैं रामायण नहीं लिखा? कौन कहता है कि मैं रामायण नहीं लिखा? राम और कृष्ण में इसका अर्थ तुम अंतर करते हो, है ना। ये भागवतम जो लिखा इसमें रामायण तो है ना, 9वें स्कंद में इसमें रामायण है। और तू भगवत गीता तो पढ़ता नहीं। सनातनी अपने आप को बताता है हिंदू बताता है, लेकिन हिंदू का ह भी पता नहीं है तुमको, गीता का ग भी पता नहीं है। और रामायण पढ़ेंगे, पहले ये पढ़ो गीता भागवत चैतन्य चरितामृत, ये पढ़ोगे तो रामलीला अपने आप प्रकट होगा तुम्हारे अंदर, है ना। रामायण ही, लेकिन रामायण पढ़ से बाद में जाके क्या कहते हैं, ए हिंदी में तो है कहिले बिर्सेर अहिलेसम्म बोलिसके हिन्दीमा, थाहै छैन म हिन्दीमा बोलिरहेको हो। अनि के भन्छ, के भन्दै थिए? तिमीले त भगवत गीता पढेका छैनौ, के भन्छ भागवतम त पढेका छैन। भागवतम रामायण के भन्छ गीता पढ्यो भने आफै तिमीलाई भगवान रामको यो लीला चरित्रहरू आफै प्रकट हुन्छ भनेर भन्नुहुन्छ प्रभुपादजीले। अनि त्यसपछि हुनुहुन्छ हो वास्तवमा रामकृष्ण वास्तवमा एकै जस्तो हुनुहुन्छ अरे, हेर्नमा पनि एकै जस्तो। रामकृष्णको स्वरूप, राम भगवानको जुन स्वरूप छ उहाँको आँखामा हेर्नुभयो भने एकदमै गम्भीर हुनुहुन्छ अरे। अनि भगवान कृष्णलाई देख्नु एकदमै चकचके, पुरै नटखट, यता यता उता यता उता हेर्ने। तर भगवान राम एक टक, पुरै एक फोकस, पुरै एकै कुरु नन्दन। भगवान कृष्णले भन्नुहुन्छ एकै कुरु नन्दन भन्नुपर्छ अरे, तर आफै चाहिँ हुनुहुन्न फेरि। किनकि भगवानको, त्यही भएर भगवानको लीलाको अनुकरण
गर्न मिल्दैन, अनुसरण गर्नुपर्छ। तर भगवान राम जुन हुनुहुन्छ एकदमै गम्भीर हुनुहुन्छ, एकदमै गम्भीर। उहाँलाई देखेरै थाहा हुन्छ यो साँच्चै लीला पनि छ यसको। साकेत धामबाट एकचोटि कौशल्या माता आफ्नो बच्चालाई लिएर, रामलाई लिएर अनि उता गोलोक जानुहुन्छ अरे। यो भक्तको भावनामा लेख्नु भएको छ, उता वृन्दावनमा सुनेको थिएँ कि उहाँ साकेत धामबाट जानुहुन्छ गोलोक। अनि गोलोकमा जाँदा कृष्ण खेलिरहन्छ त्यहाँ, अनि त्यही रामलाई छोडेर अनि फेरि यशोदा मैयालाई भेट्न जानुहुन्छ। यशोदा मैयालाई भेट्दा भेट्दै अब माताजीहरूको कुरा गर्दा गर्दै यसो अलि टाइम धेरै जान्छ। त्यहाँ खेलिरहेछ दुवै बच्चा, फेरि सकिन्छ उहाँको गफ। कस्तो छ के छ अब त्यही त होला नि, माताजीहरू के गफ होला होइन, मलाई त थाहा छैन के गफ गर्नु। अनि त्यसपछि के भन्छ आउनुहुन्छ अनि आफ्नो बच्चालाई उठाउनुहुन्छ, लिएर आउनुहुन्छ यता साकेत। अब त्यहाँ मिस्टेक के भएको हुन्छ, दुवै सेम सेम जस्तो देखिने रे, अनि चेन्ज भएको हुन्छ। कृष्णलाई साकेत धाम ल्याउनुहुन्छ। अनि यहाँ आउँदाखेरि भगवान रामको बच्चा बेलामा पनि लीला सुन्नुभयो भने दशरथ महाराजले एक ठाउँमा खानुहुन्थ्यो, भगवान रामको प्लेट छुट्टै लाग्थ्यो, त्यहाँ आसन लाग्थ्यो, युवराजहरूको आसन। अनि त्यहाँ आसन लाग्दाखेरि त्यहाँ बस्नुहुन्थ्यो। तर यहाँ त अब कृष्ण आएको छ, यो त डाइरेक्ट दशरथ महाराजको काखमा गएर बसेर उहाँको प्लेटमा झापझाप उहाँ खानुभन्दा अगाडि आफै खाइदिनु। यो दशरथ महाराजले छक्क पर्नुहुन्थ्यो, ल यस्तो त कहिले भएको छैन, राम आफ्नो यो मर्यादा यो गुमाइरहेछ कि क्या, कसरी यस्तो हुन सक्छ? किनकि कहिले पनि भगवान रामले त्यस्तो गर्नुभएको थिएन, बच्चा बेलामा पनि त्यस्तो गम्भीर हुनुहुन्थ्यो। अनि त्यति नटखट मात्र हो र, त्यहाँ घरमा भएको सामान फुटाउने, यताउता दुध दही जे छ यताउताबाट पुरै लिपपोत गरिदिने। पुरै हामीले माटोले लिपपोत गोबरले गर्छौँ, उहाँले दहीले लिपपोत गरिदिनु भयो महाराज दशरथको महल। अनि त्यहाँ लिपपोत गरिसकेपछि त्यो मात्र होइन, जति पनि खेलाउन त्यहाँ यताउता थियो खेले एकछिन अनि फेरि सबै फुटाइदिने। अनि यसो बच्चाहरूलाई पनि के भन्छ कान चिमुट्ने अनि भागिदिने। त्यस्तो दशरथ महाराजले यो आश्चर्य लाग्छ कि यो मेरै छोरा हो कि कसको आयो यो। अनि त्यसपछि अब त्यहाँ जानुस् गोलोक धाममा पनि के भन्छ भगवान राम एकदम शान्त, नन्द बाबालाई शान्त भएको मनै पर्दैन। फेरि जसको छोरा एकदम चकचके छ उहाँ अब एकदम पुरै केही नबोलिकन जे भने हो हस हस मात्र भन्यो भने त्यो लाग्छ नि के बिरामी हो कि के हो, यसलाई कसैले जोङटोङ बोक्सीले गरिदिया हो कि हो त। त्यो जो चाहिँ चकचके बच्चा छ उसको छोराले यदि कुरा गरेन आमासँग बुवासँग भने उसलाई लाग्छ बोक्सीले कसैले गलत नजरले हेर्थ्यो मेरो छोरालाई। अनि त्यही भएर चाहिँ उहाँलाई पनि डाउट लाग्छ, यस्तो गम्भीर नन्द बाबाको अगाडि नन्द बाबा आफ्नो काखमा बसाएर खुवाउन खोज्नुहुन्छ मुखमा, ए फुत्केर उता गएर नि बसेर आफै छुट्टै प्लेट लिएर आफै खान खोज्नुहुन्छ भगवान राम त्यहाँ। अनि जति मजा गरे पनि त्यहाँ बच्चा रे कान्हा जाउँ खेल्न जाउँ, केही खेल्न मन पर्दैन भनेर भगवान राम एकदमै एकै ठाउँमा बसिरहेको, त्यस्तो एकदमै गम्भीर। अनि त्यसपछि यता यशोदा मैयालाई नै लाग्छ, उता के भन्छ कौशल्या मातालाई नै लाग्छ ओहो केही न केही गडबड भएको जस्तो लाग्छ, म त उता गोलोक धाम गएको थिएँ भेट्न, त्यही चेन्ज भयो होला जस्तो लाग्छ। अनि त्यसपछि गएर अनि साँच्चै उहाँलाई हेर्दाखेरि त यति चकचक छैन, उहाँले यो मिलाउनुहुन्छ नि साँच्चै यो मेरो छोरा होइन भनेर गएर अनि गोलोक धाममा गएर अनि फेरि एक्सचेन्ज गरेर ल्याउनुहुन्छ। त्यस्तो त्यो भगवान राम कृष्णको एउटै स्वरूप छ। त्यही भएर प्रभुपादजीले भन्नुहुन्छ कि यदि भगवान कृष्णको बारेमा तपाईँले पूर्ण ज्ञान छ भने, भगवत गीताको बारेमा पूर्ण ज्ञान छ भने त्यसमा सबै भगवानले दिनुभएको छ। हरेक अवतारको बारेमा भागवतममा पनि छ, रामायणमा बरु सब अवतारको बारेमा छैन, तर श्रीमद् भागवतमा हरेक अवतारको बारेमा लेख्नु भएको छ। अनि प्रभुपादजीले त्यही भएर त्यसको अनुवाद गर्नुभयो। अरू पनि अनेक ग्रन्थहरू छ हैन। त रामायण यो चैत्र मासमा सुन्नुको के फाइदाहरू छ र के महिमाहरू छ यसको बारेमा कथा आउँछ श्री वाल्मीकि रामायणमा महात्म्यमा आउँछ। अन्यमासं प्रवक्ष्यामि शिनोधं सुसमाहिता
सर्व पाप हरम पुण्यम सर्व दुख निर्वहरणम। ब्रह्मणयो क्षत्रिया विंशा शूद्राणां चैव योषिताम् समस्त काम फलदं सर्वव्रत फलप्रदम्। दुःस्वप्न नाशनं धन्यं भुक्ति मुक्ति फलप्रदं रामनस्य महात्म्यं श्रोतव्यं च प्रयत्नतः। यहाँ नारद जी ले सनत कुमार चार कुमारलाई सुनाउँदै हुनुहुन्छ यो कथा वाल्मीकि रामायणमा। चार कुमारले प्रश्न सोध्नुहुन्छ कि वास्तवमा यो रामायणको श्रवण गरेर के फाइदा हुन्छ। अनि नारद जीले वाल्मीकि रामायणको बारेमा वर्णन गर्नुहुन्छ कि वाल्मीकि रामायण यो चैत्र मासमा जसले पनि श्रवण गर्छ उसले के र कस्तो पापबाट मुक्ति हुन सक्छ। सर्व पाप हरम पुण्यम, तपाईको पाप पनि हरण गरिदिन्छ रे र पुण्य पनि हरण गरिदिन्छ। पुण्य पनि यो संसारमा वास्तवमा यो सुनको हतकडी जस्तै सुन्नुभएको छ। सुनको हतकडी जस्तै पुण्यले पनि यो संसारमा फसाइराख्छ रे। 84 लाख योनिमा तपाईले फसाएर राख्छ यो पुण्यले पनि। त्यही भएर सर्व पाप हरम पुण्यमै पाप पनि हरिदिनुहुन्छ पुण्य पनि हरण गरिदिनुहुन्छ रे। यो चैत्र मासमा जसले पूर्ण रूपले एकाग्र चित्त भएर जसले रामायण कथा श्रवण गर्दछ सर्व दुःख निर्वहरणम र सारा दुःख पनि हरण गरिदिनुहुन्छ। ब्राह्मण क्षत्रिय वैश्य शूद्राणां चैव योषिताम्, चाहे वैश्य होस् शूद्र होस् ब्राह्मण होस् कुनै पनि जाति होस् कुनै पनि जाति सबैको पाप हरण गर्नुहुन्छ रे। जाति तोकेर होइन, हामी वास्तवमा जाति बनाएको हो, शास्त्रले जाति बनाएको होइन। तर पनि यहाँ वर्णको कुरा गर्दै हुनुहुन्छ। वर्णमा पनि कसैको भेदभाव छैन कि होइन ब्राह्मणले सुन्यो भने यसलाई बढी फाइदा हुन्छ र शूद्रले सुन्यो भने यसलाई अलिक कम फाइदा हुन्छ। पुरै यहाँ प्रमाण छ। हरेक क्षत्रिय हरेक वर्ण आश्रम धर्मलाई नै त्यति नै फाइदा छ। समस्त काम फलदम सर्व व्रत फलप्रदम र सबै व्रतहरूको जति तपाईले के भन्छ व्रत गरेर फल पाउनुहुन्छ सबै व्रतहरू गरेर त्यो सबै मात्र यो रामायण कथा सुनेर मात्र पाउनुहुन्छ रे यो चैत्र मासमा। दुख स्वप्न नाशनम धन्य मुक्ति भुक्ति मुक्ति फलप्रदम र स्वप्नमा आउने पनि दुख हुन्छ रे र आउने ये डाइरेक्ट रूपले पनि दुख हो र स्वप्नमा आउने पनि दुख हो। यो सबैबाट भुक्ति मुक्ति सबै दुटैलाई नाश गर्नुहुन्छ। प्योर उहाँले भक्ति दिनुहुन्छ रे भगवानले आफ्नो प्रेम भक्ति दिनुहुन्छ। रामनस्य महात्म्यम श्रोतव्यम च प्रयत्नतः, जसले रामायणको कथा एकाग्र रूपले भएर श्रवण गर्न चाहन्छ उसलाई मात्र। त यहाँ नारद मुनिले एउटा कथा बताउनुहुन्छ उहाँले कि यसको प्रमाण के छ त। रामायण कथा सुनेर उद्धार हुन्छ, पाप हरण हुन्छ, पुण्य पनि नष्ट हुन्छ, शुद्ध भक्ति पाउँछ र पापी व्यक्तिहरू पनि तर्छ। यसको के प्रमाण छ? सनत कुमारले नारदजीलाई सोध्नुहुन्छ अनि त्यसपछि भन्नुहुन्छ आसीत पुरा कलियुगे कलिको नाम लुब्धक परदार भद्रव्य हो हरणे सततम रतः। आसीत पुरा कलियुगे, यो भन्दा अगाडि पनि कतिवटा उहाँले कथा सुनाइसक्नु भएको छ नारदजीले। यो आसीत पुरा कलियुग, यो कलियुगमा विशेष गरी कलि भनेको एकजना नाम कलि नाममा कलिको नाम लुब्धक। लुब्धक भनेको व्याध, शिकार गर्ने, अरूलाई मार्ने और आफ्नो परिवार पालनको लागि। जस्तै हजुरले वाल्मीकि रामायण जुन वाल्मीकि लेख्नु भएको छ उहाँको पूर्व जन्मको हजुरले हिस्ट्री हेर्नुहुन्छ भने उहाँको नाम रत्नाकर डाकु थिए, हत्यारा थिए उहाँ। तर यसरी राम नाम जप लिएर उहाँ चाहिँ ब्रह्म पद प्राप्त गर्नुभयो र भगवानको लीलालाई उहाँले लिखित गर्नुभयो वाल्मीकि रामायण। उल्टा नाम जपी सब जग जाना
वाल्मीकि भय ब्रह्म समाना। उल्टा नाम जपेर उहाँ यतिसम्म पापी थियो रे, सिधा नाम राम पनि जप्न सक्दैनथे। नारदजीले भन्नुहुन्छ तिमी के जप्न सक्छौ त? राम जप्न सक्दैन, के जप्न सक्छौ? उहाँले भन्नुहुन्छ मैले यति जीवहरूलाई मारेको छु, यति मारेको छु कि मलाई मरा मरा बरु भन्न आउँछ, तर यो जुन हजुरले भन्नुभयो यो शब्द यो चाहिँ भन्न आउँदैन। अनि के भन्न सक्छ? मरा मरा मरा, क्योंकि मैले मारेको छु अरूलाई, अनि त्यही भएर मारेको भएर मरा मरा शब्द उच्चारण हुन्छ। अनि उहाँले भन्नुहुन्छ ल ठिक छ, त्यसो भए मरा मरा जप्थे। अनि मरा मरा जपेर उहाँ चाहिँ ब्रह्म पदमा स्थापित हुन्छ र साक्षात भगवानको लीला, भगवान प्रकट हुनुभन्दा अगाडि वाल्मीकि रामायण उहाँ रचना गर्नुहुन्छ। त यो हो वास्तवमा भगवान रामायणको लीलाको महात्म्य। यो आशित जुन छ, यो लुब्धक, व्याध, शिकारी, यो पनि त्यस्तै पापी थिए रे। दिन रात हत्या गर्ने, यो मनुष्यलाई पनि हत्या गर्थे। वाल्मीकि रामायणमा वर्णन छ कि रत्नाकर डाकु यति हत्या गर्नुहुन्थ्यो, 7.5 गाडी। त्यो अब हाम्रो ट्रक त होइन, तर पहिला बैलगाडा हुन्थे रे। बैलगाडाबाट 7.5 बैलगाडा मारेर मान्छेलाई जति पूरित गरिन्छ त्यति मान्छे एक दिनमा मार्थे रे। सोच्नुहोस् कति हत्या गर्थे दिनभरि। त्यस्तो व्यक्ति त परिवर्तन हुन सक्छ, ब्रह्म पदमा जान सक्छ भने हामी जस्तो कुलङ्गार व्यक्ति पनि जान सक्ला, यो आशा छ नि, हैन? हामी जतिसुकै पतित भए पनि, जतिसुकै कुलङ्गार भए तापनि वाल्मीकिको हेर्नुहोस् न हिस्ट्री, कतिसम्म उहाँले हत्या गर्नुहुन्थ्यो। तर उहाँको एउटा कन्डिसन छ खतरा। जब उहाँले गुरुको आज्ञा पालन गर्नुभयो, इम्पोर्टेन्ट यो होइन कि उहाँले के नाम जप गर्नुभयो, महत्त्वपूर्ण कुरा यो छ कि उहाँले गुरुको आज्ञा पालन गर्नुभयो। वास्तवमा गुरुले कहिलेकाहीँ आकारीको व्यक्तिलाई देखेर उहाँले आज्ञा दिनुहुन्छ। उहाँको चेतना कतिसम्मको छ, चेतना देखेर उहाँलाई आज्ञा दिनुहुन्छ। श्रील प्रभुपादजी एकचोटि साउथ इन्डियामा जाँदाखेरि, साउथ इन्डियामा मुसलमानहरूले सोध्नुहुन्छ तपाईँले मात्र कृष्ण भक्तिको प्रचार गर्नुहुन्छ, कृष्ण कृष्ण खालि कृष्ण भगवान हो, हामी त अल्लाह, हाम्रो त अल्लाह हो, अल्लाह अकबर रसगुल्ला पेडा जे पनि हैन, म त अल्लाह अल्लाह मात्र जप्ने हो। अनि प्रभुपादजीले भन्नुहुन्छ ल यो हिंसा नगरिकन तिमीले अल्लाह अल्लाह मात्र शुद्ध रूपले जप्यो भने वास्तवमा तिमी धाम जान्छ। अब उहाँलाई भनेपछि हामी पनि फेरि अल्लाह अल्लाह जप्ने। एकजना प्रभुपादजीकै शिष्य थिए रे, जडिया थिए रे। पहिला यति जडिया थिए कि उहाँ रक्सी नखाइकन सुत्नै नसक्ने। उठ्नुभन्दा अगाडि ब्रह्म मुहुर्तमा 1 प्याक अनि सुत्नुभन्दा अगाडि 1 प्याक, त्यस्तो जडिया थिए। अब त्यस्तो जडिया भक्त भएको थिए प्रभुपादजीको शिष्य। पछि गएर जब भक्त हुन्छ केही दिन उसको अब कर्मले, प्रारब्धले त तान्छ नि त, जुन चिज गरेको छ धेरै त्यो चिजले तान्छ। अनि ऊ चाहिँ के गर्थ्यो, प्याक सानो सानो प्याक बनाएर अनि चुप्प लाएर बिस्तारै कोही कसैले नदेखोस् भनेर अनि प्याक लाउनुहुन्थ्यो। दीक्षा लिएको थिएन, मन्दिरमा यतिकै बस्नु भएको थियो। तपाईँहरूलाई टेन्सन होला, त्यसो भए म पनि ठिकै छु। दीक्षा लिनु भएको थिएन, उहाँलाई मन्दिरमा आश्रय लिएर सेवा गर्नुहुन्थ्यो। तर त्यो जुन बानी थियो उहाँको, त्यो बानी छोड्नै नसक्ने रे। अनि एकजना शिष्यले अरू भक्तले देख्नुहुन्छ, भक्तको सङ्गमा भएको दोष देख्छ। भक्त सङ्गबाट टाढा गएर तिलक लाएर एकदमै भक्त जस्तो देखायो, भित्र गएर प्याक लगायो भन्ने कसैले थाहा पाउँछ? थाहा पाउँदैन। अनि त्यही भएर भक्तको सङ्गमा भएको फाइदा यो छ। अनि अरू भक्तले देख्नुहुन्छ ल यो भक्त त राति प्वाक लाउँदो रहेछ, जय जय श्री श्री राधा माधव चन्द्र भगवान जगन्नाथ विश्वभद्र माई की जय, श्री गौरताई की जय, श्री प्रभुपाद की जय। अनि यसले त राति राति प्याक लाउँदो रहेछ, यो त खबर मैले भने हुँदो रिसाउँछ। ए मान्छे बलियो पनि छ, हट्टाकट्टा छ, धरेर उठाएर पटक दियो भने फेरि। अनि त्यही भएर प्रभुपादजीलाई यो खबर पुर्याउनु पर्छ भने प्रभुपादजीलाई गएर यो खबर पुर्याउनुहुन्छ कि श्रील प्रभुपाद हजुरको शिष्य त्यो छ नि नयाँवाला हट्टाकट्टा,
ऊ त राति प्याक लाउँदो रहेछ, नयाँ नयाँ जसलाई मन्दिरमा राख्नु भएको छ। प्रभुपादजीले भन्छ हो ल उसलाई बोलाऊ। अनि प्रभुपादजीले बोलाउनुहुन्छ, उसँग कुरा गर्नुहुन्छ कि तिमी रक्सी खान मनपर्छ तिमीलाई? अनि उहाँले भन्नुहुन्छ प्रभुपाद झुट बोल्नुहुन्न, गुरुको अगाडि झुट बोल्यो भने कसरी सुधार हुन्छ हाम्रो? अनि गुरु के भन्छ पाश्चात्य देशको जति पनि शिष्य थियो नि उहाँको खतरा गुण यही थियो कि प्रभुपादको अगाडि पुरै 100% सत्य बोल्ने, जे छ त्यो भन्ने। श्यामसुन्दर प्रभु जुन पहिला जगन्नाथजीलाई विग्रह बनाउँदै चुरोट खाँदै अनि त्यसैमा निभाउनुहुन्थ्यो, अति प्रकट रूपले जे देख्नुहुन्थ्यो प्रभुपादजीले देख्नुभयो थियो। अनि प्रभुपादजीले देख्नुहुन्छ कि यो व्यक्तिले सत्य वचन भनिरहेको छ। उसले भन्छ प्रभुपाद म धेरै प्रयास गरिरहेको छु छोड्न, तर पनि कुनै दिन यस्तो आउँछ अनि प्याक लाउनै पर्छ, अब के गर्ने अलि गाह्रै हुन्छ मलाई। अनि त्यसपछि प्रभुपादजीले भन्नुहुन्छ कति प्याक लाउँछौ तिमी, हप्तामा कतिचोटि खान्छौ? अनि उहाँले भन्नुहुन्छ कमसेकम नभए पनि हप्तामा 8-10 चोटि त पुग्छ, कमसेकम 8-10 चोटि खान्छौ। अनि प्रभुपादजीले भन्नुहुन्छ त्यसो भए 8-10 चोटि खान्छौ, आजदेखि बिस्तारै 7 चोटि खाऊ, फेरि 6 चोटि, 5 चोटि, 4 चोटि, 3 चोटि, बिस्तारै घटाउँदै ल्याऊ। अनि त्यसपछि खुसिन्छ, ल बिस्तारै घटाउँदै अनि कम गर्दै बिस्तारै तिमी मलाई भन कि कति तिमीले छोड्यौ भनेर। फेरि 1 हप्तापछि आउँछ प्रभुपाद अब म 6 प्याक मात्र लाउँछु, फेरि 1 महिनापछि आउँछ म 5 प्याक मात्र लाउँछु। यस्तै गर्दै उहाँको 0 हुन्छ अनि लास्टसम्म 1 प्याक लाइरहन्छ अरे। त्यो पनि 1 वर्ष 2 वर्ष भित्रमा त्यो पनि सकिन्छ। अनि यो कन्डिसनलाई यो स्टेटमेन्टलाई लिएर कतिजनाले इस्यु बनाउँछ। प्रभुपादजीले त रक्सी खानाले भन्नुभएको छ जसको छुट्न सक्ने खाऊ भनेर। ए बाबा ऊ त अति गिरेको चेतनामा थियो, त्यही भएर उसको लागि भनेको हैन। तपाईँ भारतवर्षमा नेपालमा जन्मेर हैन जाउँला बैकुण्ठ नच्दै गाउँदै बजाउँदै जाउँला बैकुण्ठ, गीत गाउनुहुन्छ बैकुण्ठ जाउँला अनि प्याक पनि लाउने, अनि कसरी जाने? प्याक लाएर त बैकुण्ठ त गइँदैन हैन, नियम पालन छैन। म गाउँछु जाउँला अमेरिका नच्दै गाउँदै बजाउँदै जाउँला अमेरिका। म अमेरिका जान्छु, त्यसको लागि बाबु भिजा बनाउनु पर्यो हैन, भाषा सिक्नु पर्यो, के प्रोसेस र धेरै पापड बेल्नु पर्छ अमेरिका जान। जब अमेरिका जानले जब यति पापड बेल्नु पर्छ अनि भगवानको बैकुण्ठ जानलाई यतिकै गइन्छ। बैकुण्ठ जाउँला बैकुण्ठ मात्र गाएर यसको लागि त प्रोसेस छ, नाम जप गर्नु पर्यो, शास्त्रको अनुगमन गर्नु पर्यो, शास्त्र पढ्नु पर्यो, गुरुको आज्ञा पालन गर्नु पर्यो, शरणागत भएर सेवा गर्नु पर्यो, यो सबै भक्तहरूको संगति गर्नु पर्यो, बल्ल बैकुण्ठ गाइन्छ। गाएर मात्र हुँदैन, कुनै एउटा पाठ लिएर हुँदैन। त यो वास्तवमा यो जुन लुकधक थियो यो यस्तै अति वास्तवमा नीच चेतनाको व्यक्ति थियो कि उसले रेप पनि गर्थ्यो, पाएको जहाँ पाउँथे त्यही धन लुट दिने त्यस्तो व्यक्ति थियो। अनि अरूको निन्दा गर्ने यहाँ पुरै स्पष्ट रूपले वर्णन छ। परनिन्दा परो नित्यं जन्तु पीडाकरस्तथा हतवान ब्रह्मणान् गाव शतशोध सहस्रशा। यहाँ के वर्णन गरिएको छ कि उहाँ अरूको निन्दामा पनि त्यति नै प्रकाण्ड थिए रे, अरूको झगडा लगाउनमा पनि त्यति नै प्रकाण्ड। यहाँको कुरा त्यहाँ, त्यहाँको कुरा त्यहाँ, अनि बिचमा फेरि झगडा हुँदाखेरि ए कस्तो राम्रो, ल ठिक छ। यो दुष्ट व्यक्तिहरूको चाल। जब अरूको दुःख देख्छ नि, जब अरू लडेको देख्छ आनन्द आउँछ, छटपटाइरहेको देख्छ अनि आनन्द आउँछ, त्यस्तो। अनि देव स्वहरणे नित्यं परस्वहरणे तथा तेन पापनेकानि कृतानि सुमहान्ति च। अरूको धन पनि हरण गर्ने, देवतासम्मको धन हरण गर्दै थिए रे। यो सत्यको घटना। देवताहरू पनि आएर बस्नु हुँदैन, उहाँको पनि धन छोड्दिने। त्यो सोच्नु, देवताको धन छोड्न सक्ने मनुष्य के हालत गर्छ होला
हैन। देव स्वहरणे नित्यम, देवताहरूको पनि धनहरू हरण गर्दैनथे अरे। तस्योपवन मध्यस्थं रम्यं केशव मन्दिरं छान्दित हेमकल दृष्ट्वा व्याधो मुदं ययु। के भनिन्छ कि यो लुब्धक जुन थियो एक दिनको कुरा छ। एक दिन वहाँ चाहिँ केशव मन्दिरम, रम्य, एकदम रम्य स्थान केशवको मन्दिर, भगवान कृष्णको मन्दिरमा जानुहुन्छ अरे। केशव भनेको जसको केश सुन्दर छ उहाँलाई केशव भनिन्छ। भगवान रामलाई पनि केशव भनिन्छ। भगवान रामको त्यो मन्दिर थियो खासमा। भगवान रामको मन्दिरमा जानुहुन्छ अनि त्यहाँको जति पनि यो सजाइएको कुराहरू, अब त्यो पहिला एकदमै राजा महाराजाहरूले मन्दिर बनाएको एकदमै हिरा जवाहरातले बनाइएको थियो अनि त्यो चोर्न जानुहुन्छ भगवानको मन्दिरमा। जगाम राम भवनम कीनास चौर्य लोलुपम तत्रा पश्यत द्विजवरम शान्तत्वार्थ कोविदा। त्यसपछि उहाँले एकजना साधुलाई देख्नुहुन्छ अरे। जब चोर्ने बेलामा उहाँलाई ध्यान हुन्छ कि कोही नआओस् भनेर, त्यति बेला नै उत्तङ्ग मुनि भनेर एकजना उत्तङ्ग मुनि त्यही देख्नुहुन्छ। जब उत्तङ्ग मुनिलाई देख्नुहुन्छ उहाँले अलिकति पनि ग्लानि हुँदैन कि म मन्दिरको सामान चोरिरहेको छु, मन्दिरमा छु। अब त्यस्तो फटा व्यक्तिलाई त के साधु मतलबै छैन हैन। अब उत्तङ्ग मुनि त्यहाँ हुन्छ। उत्तङ्ग मुनिलाई झन् यसो पुरै छाती समातेर माथि उठाएर अनि त्यसको छातीमा लात हानेर हन्तुम कृतमति व्याधम उत्तङ्गो प्रेक्ष्य चावृतम। उहाँको छातीमा लात हन्तु रे, यस्तो लात हानुहुन्छ जोडले नसोच्नु नि उहाँको कति यो हड्डी कमजोर पुरै भाँचिसक्यो होला है, कति लात हानेर जोड छ। अनि त्यो पनि उत्तङ्ग मुनिले त्यो सहन गर्नुहुन्छ अरे। भक्तको कृपा हेर्नु, साधु सन्त वास्तवमा यतिकै रिसाउनुहुन्न। थाहा छ यो व्यक्तिको चेतना कतिसम्म गिरेको छ। यसलाई मैले श्राप दियो भने, हुन त श्राप साधु सन्तले श्राप दिए तापनि वास्तवमा त्यो वरदानका रूपी काम गर्छ। बाहिरको संसारमा तपाईँले माला लगाए पनि त्यो साँच्चै श्राप जस्तै केही न केही तपाईँको स्वार्थ हुन्छ अरे त्यसको पछाडि, भक्ति बाहेक। तर यहाँ तपाईको भगवानको भक्तिमा कस्तो हुन्छ भने साधुहरूले कुटे पनि पिटे पनि तपाईँले जस्तो श्राप दिए पनि त्यो वरदानको रूपमा काम गर्छ। अनि उत्तङ्ग मुनिलाई यति जोडले हाने पनि उहाँ अलिकति पनि विचलित नभइकन उहाँको भित्र करुणा जाग्छ रे। भो साधु वृथा माम तम हन्यसी निराश हो। उहाँले भन्नुहुन्छ, हे उत्तङ्ग मुनिले भन्नुहुन्छ, हे व्याध, वास्तवमा मैले के यस्तो अपराध गरेँ, के यस्तो पाप गरेँ कि तिमीले मलाई लातीले यस्तो हानिरहेछौ? चाहेको भए त श्राप दिन सक्नुहुन्थ्यो नि। उहाँले सम्झाउन खोज्नुहुन्छ, ट्र्याकमा ल्याउन खोज्नुहुन्छ। उहाँले भन्नुहुन्छ, मैले के यस्तो अपराध पाप गरेँ, म तिमीलाई के बिगारेको छु? तिमी चोरो तर म केही गर्दैन, तिमी मलाई किन मारिरहेछौ भनेर सोध्नुहुन्छ। विरोधशुपि मूर्खेषु निरक्षावस्थितान् गुणान् विरोधम नाधिगच्छन्ते सज्जना शान्त चेतसा। एकदमै शान्त भएर मूर्ख मनुष्यसँग कसरी कुरा गर्नुपर्छ त्यसरी नै कुरा गर्दै हुनुहुन्छ यो उत्तङ्ग मुनिले। किनकि मूर्खको अगाडि तपाईँ मूर्ख जस्तै तपाईँले बनेर गर्नुभयो भने तपाईँ र उसकोमा के अन्तर? हुन त चाणक्य नीतिमा आउँछ कि मूर्खको अगाडि कहिलेकाहीँ मूर्ख पनि देखाउनु पर्छ। तर साधु सन्तहरूको बीच जब यो पराकाष्ठको कुरा आउँछ, भक्तको कुरा आउँछ, यसमा चाहिँ भक्तले त्यति बेला कृपा नै गर्नुहुन्छ अगाडिको व्यक्ति जस्तो सुकै मूर्ख भए पनि। र यो मुनिले भन्नुहुन्छ कि तिमी वास्तवमा यो कुकर्मको पापको यसको के नतिजा हुन्छ तिमीले थाहा छ? तिमी यति चोरी गर्छौ, यति पाप गर्छौ, साधु सन्तहरूमा पनि लात हान्नलाई अलिकति पनि हिचकिचाहट छैन तिमी भित्र। तिमीलाई थाहा छ यसको पाप कति पराकाष्ठको, कति तिमीलाई छुटे एउटा नर्क बनाउनु पर्छ तिमीलाई सजा दिन।
यतिसम्म तिमीले पाप गरेका छौ कि वास्तवमा यसको लागि छुट्टै नरक बनाउने एकदमै भयावह दुःख पाउँछौ तिमीले। जब हेर्नु साधु सन्तहरूको जब वचन सुनुहुन्छ, हामीहरूले प्रिचिङ गर्दाखेरि अगाडिको बेटी एन्टी प्रिचिङ हुन्छ, कहिलेकाहीँ सुन्दै मान्दैन, किनकि हामीभित्र प्युरिटी नभएर। तर साधु नारदजी जस्तो, उतंग मुनि जस्तो साधुले जब उहाँले भन्नुहुन्छ, उहाँको कुरा हेर्नुहोस् न, लात हानिरहेको व्यक्तिले उहाँको कान सुनिरहेको हुन्छ कि के भन्दैछ यो साधुले। लात त अहिलेसम्म राखेको छ उहाँको छातीमा र सुनिराख्नुहुन्छ। त्यसपछि उतंग मुनिले भन्नुहुन्छ, हेर बाबु, तिमीलाई म उपाय दिन्छु, वास्तवमा तिमी जुन कमाउनलाई यो जति पनि गरिरहेछौ दुःख परिवारको लागि, यो वास्तवमा यो सबै नष्ट भएर जानेछ। यावदिजु पार्जन सक्ता तावनिजु परिवार सक्ता, पश्चात जीवती जर्जर देहे वार्ता कोपि न पृच्छति गेहे। जब तिम्रो शरीर राम्रो छ, तिम्रो अङ्ग राम्रो छ, सबले ओहो पापा मम्मी सबले एकदमै राम्रोसँग तिमीलाई पुकार गर्छ, माया गर्छ, तर पश्चात जीवती जर्जर देहे वार्ता कोपि न पृच्छति गेहे। तर जब तिम्रो शरीर अङ्ग भङ्ग हुन थाल्छ, नाश हुन थाल्छ, त्यसपछि कोही वार्ता कोपि न पृच्छति गेहे, कसैले वार्ता गर्ने पनि आउनेवाला छैन, सोध्ने पनि आउनेवाला छैन। कस्तो छ, झन् रोग व्यक्ति हे योसँग टाढा बस्नुपर्छ किनकि रोग लाग्छ, रोग सर्छ भनेर। आफ्नै बुवा आमा भए तापनि यो संसारमा कतियौं यस्तो उदाहरणहरू छ जसले आफ्नो बुवा आमालाई पनि यो वृद्धको बेलामा सेवा गर्न चाहँदैन। प्रार्थना भगवानसँग गर्नुहुन्छ कि हे प्रभु यसलाई छिटो उठाइदिनुहोस्, छिटो आफ्नो धाम बोलाउनुहोस्, किनकि वास्तवमा वाक्कदिक भइसकेको हुन्छ। अनि बुढा र बच्चाको मानसिक जुन चिन्तन हुन्छ एउटै हुन्छ अरे। बच्चा जस्तो चकचक गर्नुहुन्छ त्यस्तो बुढा व्यक्तिको पनि माइन्ड त्यस्तै चञ्चल हुन्छ, एकदमै चञ्चल। कहिले गाली गर्दैन, कहिले के गर्दैन, एकदमै राम्रो, तपाईले राम्रो काम गरे पनि गाली गर्दैन हैन। त्यो अब योलाई सहन गर्नलाई कसैले सबलाई गाह्रो छ हैन। त एकदमै उहाँले भन्नुहुन्छ कि वास्तवमा तिमी जे पनि सपना लिएर सबै गर्दैछौ, यसको पछि पनि यो लोकमा पनि तिमी दुःख पाइरहेछौ। उहाँले सोध्नुहुन्छ आँखामा आँखा हालेर कि तिमी साँच्चै सुखी छौ, तिमी आनन्दित छौ? अनि त्यसपछि वास्तवमा खुसी हुँदैन नि। कसरी खुसी हुन सक्छ? कसैले अरूको हत्या गरेर कसरी खुसी हुन सक्छ? जो पनि मांस मदिरा भक्षण गर्छ उसको दया भाव पुरै नष्ट भएर जान्छ। इभन सानो मछली, सानो यो के भन्छ जे पनि मार्नुहुन्छ नि जीव हत्या, यो जीव हत्या गर्दाखेरि तपाईको दया भाव सबै नष्ट हुँदै जान्छ रे। अनि उस व्यक्तिको भित्र कसरी प्रेम हुन्छ? हुनै सक्दैन। अब कसरी सुखी हुन्छ? दिन रात खून रक्त रक्त हाड मांस मात्र उसको माइन्डमा चल्छ रे। ऊ व्यक्ति कहिले खुसी हुन सक्दैन। खासमा जति पनि यो संसारमा व्यक्तिले मांस भक्षण गर्छ यो आफ्नो पेटलाई नै संसार बनाएको छ। जब मान्छे मर्छ अनि कहाँ लगेर त्यसको दाह संस्कार गरिन्छ? आर्यघाटमा। आर्यघाटमा दाह संस्कार गरिन्छ। त्यो आर्यघाट आफ्नै पेटमा बनाएको छ मान्छे हैन। त्यस्तो विडम्बना छ। अनि यस्तो व्यक्ति कहिले पनि सुखी हुन सक्दैन, आनन्दित हुनै सक्दैन। मेरो गाउँमा एकजना धेरै पहिलाको कुरा छ, उहाँको बुवा डकैत हुनुहुन्थ्यो रे, डाकु, अरूको लुटेर अरूको खाने। मेरो आँखाको सोझेको यो पुरै मैले देखेको हो यो। अनि यति लुटेर थिए रे, उहाँ महल बनाउनु भयो। अहिले पनि उहाँको घर छ पुरै धसिसकेको छ, भित्र तलतिर ठुलो घर बनाउनु भयो, मकान। त्यो बेलामा सोच्नु प्रभुजी, पहिला गाउँमा एकदमै बाँसको घर यताउता हुन्थ्यो, तर त्यो बेलामा उहाँले घर बनाउनु भयो एकदमै महल पक्का, पेन्टिङ चित्रवाला पुरै। अनि त्यो बेलामा उहाँको 4वटा छोरा थिए। पछि गएर उहाँको 4वटा छोरामा यस्तो द्वन्द भयो कि बुवा वास्तवमा हार्ट एट्याक भएर त्यही प्राण छोडिदिए। र सबले त्यो धन सम्पत्तिको लागि छिन्ना छोरी भन्नाले छोराको पनि सत्यानाश। 4वटा छोरा एक अर्कालाई मारेर भन्नाले पुरै बर्बाद के। उसको परिवार पनि उसको 4वटा छोराको। त्यही भएर अग्रजहरूले एकदमै ध्यान दिनुपर्ने छ, किनकि उसको आउने वंशजहरू पनि सबै बिग्रिन्छ कि। तपाईँ सिगरेट खानुहुन्छ, तपाईँ हत्या गर्नुहुन्छ, तपाईँ के भन्छ चोरी गर्नुहुन्छ, तपाईँको आउने वंशज पनि त्यो संस्कार त्यो कर्म भोग्नुपर्छ रे।
त्यही भएर धेरैजनाको हुन्छ नि, प्रभुजी मैले त केही पनि गल्ती गरेको छैन, मेरो जीवनमा यस्तो दुःख किन? तपाईँको वंशजबाट पनि आएको हुनसक्छ। यो तपाईँको अगाडिको अग्रजहरूले यस्तो गरेको हुनाले केही कर्म तपाईँले पनि भोग्नुपर्छ, किनकि तपाईँले उसको कमाई खानु भएको छ, त्यही भएर त्यसको कर्म पनि भोग्नुपर्छ। अनि यहाँ उतंग मुनिले यो सबै कथा लेक्चर, यो सबै कन्भेन्स गरेपछि बल्ल उतंग के भन्छ, यो व्याध जुन छ कली जुन व्याध हुन्छ यसले चाहिँ छातीबाट लात हटाउँछ अनि विनम्रतापूर्वक पुरै शरणमा गएर अनि भन्नुहुन्छ, हे प्रभु अब मलाई वास्तवमा बताउनुहोस् कि अब म के गरौँ, अब मैले त यति अपराध गरेँ, पाप गरेँ, अब मलाई बताउनुहोस्। त्यसपछि उहाँले भन्नुहुन्छ, चैत्र मासमा रामायण कथा तिमी गर। रामायण कथा गर्नु, जब रामायण कथा गर्नुहुन्छ त्यसमा वास्तवमा विभिन्न सन्तहरू आउँछ, त्यो सन्तहरूलाई तिमी सेवा गर्नु र यो मुख्य तिमी रामायण कथामा एकदमै ध्यान दिनु। चैत्र मासमा पुरै मास, कमसे कम पुरै मास नभए तापनि 9 दिनसम्म अवश्य सुन्नु। यो रामायण कथा जस्तै भागवत सप्ताह हुन्छ 7 दिनको, त्यस्तै यो रामनवमीको यो 9 दिनसम्म रामायण कथा सुन्नुपर्छ, 9 दिनसम्म। अनि 9 दिनसम्मको यो व्रत लिएर पछि उहाँ चाहिँ त्यो व्याध यसरी उहाँ सुध्रिन्छ रे। त्यो रामायण कथा गर्दा गर्दै अन्तिम दिनसम्म एकदमै यस्तो सन्त हुन्छ कि बाटोमा हिँड्दाखेरि पनि कमिलालाई हेर्नुहुन्छ कि कहीँ कमिलामा खुट्टा नलागोस्। भगवान रामको आश्चर्यको भक्ति है। मृगारीको पनि कथा त्यस्तै छ। मृगारी पनि यस्तो के भन्छ व्याध थियो कि यो दिन रात मार्ने त्यति मात्र थियो। तर जब नारद मुनिको सङ्ग पाउनुहुन्छ, आज्ञा पाउनुहुन्छ, उहाँले भगवानको नाम लिनुहुन्छ, त्यसपछि त्यो मृगारी पनि यतिसम्म सुध्रिन्छ कि यो कमिलाहरूलाई देखेर एकदमै हेरेर कुनै पनि जीवको हत्या नहोस्। हामी त लाम फुट्याउने बित्तिकै प्याट्टै मानिहाल्छ होइन, आफूलाई अलिकति पनि दुःख हुने बित्तिकै होइन। कमिला पनि के छ र यो त सानो जीव खिचिहाल्छ होइन। तर जुन पवित्र आत्मा छ नि उसले सानो जीवलाई पनि मार्यो भने पश्चाताप हुन्छ भित्र, सरी मिस्टेक भइहाल्यो भने नहोस्, आफू चाहँदैन नहोस्, तर भइहाल्यो भने पवित्र आत्माको भित्र यो चाहिँ भित्रबाट आउँछ, हो मिस्टेक भयो, एकदमै ग्लानि हुन्छ। अनि कति भक्तहरूलाई त मैले यतिसम्म देखेको छु कि जब कुनै कमिला या कुनै जीव मर्छ उसको कानमा गएर हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे कानमा सुनाउनुहुन्छ कि यसको उद्धार होस्, भगवानको धाम जाओस्। मैले नि अस्ति टोयलेटमा एउटा कोक्रोच देखेँ। अब सोचेँ यसमा हात कसरी लगाऊ, यसलाई निकालौँ कसरी, त्यसैबाट पौडी खेलिरहेछ। अनि यसलाई कसरी उद्धार गरौँ भनेको अब त्यही टोयलेटमै हरिनाम मन्त्र सुनायो, के गर्ने। अनि त्यसपछि पानीको बाकेट हालेर अनि त्यसमा गयो होला। अनि त महामन्त्र सुनाएर अब त्यसमा निस्कन नि सक्दैन, गाह्रो छ। अनि त्यो नाम सुनाएर उसलाई भगवतधाम पठाइदियो। तर पहिलोचोटि मैले साँच्चै टोयलेटमा त्यसरी चाहिँ नजिक गएर भनेको। त यो यस्तो परिवर्तन वास्तवमा भगवान रामको नामले मात्र गराउन सक्छ, भगवानको कथाले मात्र गराउँछ। त यो रामनवमीको दिन मैले सोचेको कि 9 दिनको वास्तवमा यो 9धा जुन भक्ति छ, श्रवण कीर्तन स्मरण विष्णु स्मरण पाद सेवन अर्चनम वन्दनम दास्यम साख्यम आत्मनिवेदनम, यो जुन 9धा भक्ति छ, यो 9धा भक्ति बाट हामी वास्तवमा यो रामलीलामा को हुनुहुन्छ त 9धा भक्तिमा। र यसबाट हामी कथा हिजो के भन्छ भगवान राम बिहे गरेर अयोध्या प्रस्थान गर्नुभएको थियो। त्यसपछि के भन्छ मन्थराको कथा सुरु हुन्थ्यो। तर मैले सोचेको पहिले यो गर्छौँ 9धा भक्तिको, त्यसपछि मन्थराको, किनकि मन्दबुद्धि अनि मन्दबुद्धि पहिले बनाइहाल्यो भने फेरि यो कथा बुझ्न गाह्रो हुन्छ। त्यही भएर पहिले यो सुन्नु, त्यसपछि त्यसो। हुन त भगवानको लीला सुनेर त्यस्तो हुँदैन, यस्तै भन्दा। अनि श्रवण कीर्तन विष्णु स्मरणम पाद सेवनम अर्चनम वन्दनम दास्यम साख्य आत्मनिवेदनम, यो श्रीमद् भागवतममा पनि सबैको एक अधिष्ठाता हुनुहुन्छ, एउटा हुनुहुन्छ। तर
राम भगवानको यो रामायणमा पनि 9 भक्ति एक जनाको यसमा पात्र हुनुहुन्छ रे। श्रवणमा हनुमानजी आउनुहुन्छ रे, श्रवणमा हनुमानजी आउनुहुन्छ। फेरि यसको कति आचार्यहरूले यो पनि भन्नुभएको छ कि दास्यमा आउनुहुन्छ रे, तर दास्य जुन छ यो लक्ष्मणजीमा आउँछ। यहाँ यो आचार्यहरूले यो श्रवणमा हनुमानजीलाई राख्नु भएको छ, किनकि हनुमानजी जब के भन्छ भगवानको प्राकट्य हुनु भएको थियो पहिलेदेखि नै राम नामको चेतनामा एकदमै मग्न हुन्थे। जब उहाँले सुन्नुहुन्छ कि वाल्मीकिजीले रामायण रचना गर्नुभएको, अनि वाल्मीकिजीको रामायण उहाँले चाहिँ के भन्छ पढ्नुहुन्थ्यो रे, सुन्नुहुन्थ्यो, यो विभिन्न कल्पको भेद। अनि जब वाल्मीकिजीले कथा गर्नुहुन्थ्यो त्यो कथामा तुरन्त प्रेजेन्ट हुन्थ्यो उहाँ। भनिन्छ जहाँ जहाँ भगवान रामको कथा हुन्छ त्यहाँ पहिलो जो व्यक्ति आउँछ त्यो हनुमानजीको हो, अनि जो लास्टमा जान्छ त्यो हनुमानजी हो। यो के भन्छ गोस्वामीजीको पनि कथामा आउँछ, अन्तिममा आउँछ जो सुरुमा आउँछ उहाँ चाहिँ हनुमानजी अनि पट्याक्कै गएर चरण समात्नुहुन्छ गोस्वामीजीले, अनि भन्नुहुन्छ होइन हजुर हनुमानजी हो। अब यहाँ फेरि कोही लास्टमा गयो भने त्यसको नसमात्नु, अब के थाहा, हुन त आउन सक्नुहुन्छ उसको अंश रूपमा पनि, तर पनि भगवानको अनुकरण हामी त्यो लेभलको छैन। फेरि एकला धान देला फेरि होइन, जबरदस्ती गएर समात्यो। अनि हनुमानजी एकदमै वाल्मीकि रामायण जुन सुन्नुहुन्थ्यो एकदमै ध्यानपूर्वक, कहिले काहीँ सुन्दा सुन्दै यति अश्रु प्रवाह हुन्थ्यो अरे हनुमानजीको आँखाबाट, रुँदा रुँदै रुँदा रुँदै जब वाल्मीकिजीले रामायण कथा बन्द गर्नुहुन्थ्यो उहाँले गएर फेरि चरण समातेर भन्नुहुन्थ्यो हे ऋषिमुनि हजुरले यो कथा अझै कन्टिन्यू गर्नुहोस्, अझै सुनाउनुहोस् मलाई यो राम कथा। अनि एकदमै रुनुहुन्थ्यो यो कथा सुन्नलाई, त्यति उहाँको भित्र लालसा रे श्रवण हरेक समय। इभेन बताइन्छ वाल्मीकि रामायणमा जब भगवान राम साकेत धाम जानेवाला हुनुहुन्थ्यो, साकेत, त्यति बेला हनुमानजी पनि सँगै जानलाई पुरै एकदमै उतावला हुनुहुन्थ्यो। म पनि जान्छु हजुरसँग, म कहाँ हजुर बिना यहाँ संसारमा बस्नै सक्दैन, यस्तो कुलाङ्गार व्यक्तिहरूले कसरी बस्नु, हजुर बिना त एक छिन पनि म बाँच्न सक्दैन, हजुरको सँग बिना त हजुरको म कसरी यहाँ बसौँ भनेर भन्नुहुन्छ। अनि त्यसपछि भगवानले भन्नुहुन्छ होइन वास्तवमा तिमीलाई थाहा छ, तिमीलाई पहिलेदेखि यो जुन कथामा एकदमै रुचि छ, म चाहन्छु यो संसारमा तिमी यो कथाको प्रचार गर हैन, हरेक ठाउँ ठाउँमा जहाँ जहाँ मेरो कथा हुन्छ म साक्षात त्यहाँ उपस्थित हुन्छु, तिमी विश्वास गर, जहाँ जहाँ कथा हुन्छ त्यहाँ जाऊ, म त्यहाँ तिमीलाई दर्शन दिन्छु। अनि त्यही भएर हनुमानजी त्यो कुरा मानेर उहाँ चाहिँ यो साकेत धाम नगएर उहाँ चाहिँ यही के भन्छ यो धराधाममा नै बस्नुहुन्छ अरे। अनि जहाँ जहाँ जब जब राम कथा हुन्छ त्यहाँ चाहिँ उहाँ जानुहुन्छ। इभेन हनुमानजी जब लङ्का जानुभएको थियो, लङ्कामा चारैतिर पुरै उत्पाती व्यक्तिहरू मात्र, कहीँ शिर काटेको, कहीँ हातै छैन, कहीँ टाउको छैन, कहीँ के यत्रो ठुल्ठुलो पुरै राक्षसै राक्षस, कहीँ नाङ्गै छ। यो सबै दृश्यहरू पुरै एकदमै गजबको दृश्य थियो अरे लङ्कामा। अनि यो सबै दृश्य हुँदा हुँदै भगवान राम चाहिँ कहाँ, उहाँको कान कहाँ पुग्छ अरे, जहाँ विभीषणजी राम राम जप्दै हुनुहुन्थ्यो अरे। उहाँको राम विभीषणजीको राम नाम जपको यो ध्यान चाहिँ भगवानको के भन्छ हनुमानजीको कानमा पर्छ। अनि उहाँले सुन्नुहुन्छ ओहो यो दुष्कर्म के भन्छ उहाँ फसेको यति के भन्छ लङ्कामा पनि को यस्तो राम नाम लिने व्यक्ति को, अनि उहाँको कान हेर्नु न कति तीव्र उहाँको इच्छा। अनि त्यहाँबाट छोडेर तुरन्त उहाँ के भन्छ विभीषणजीको के भन्छ रुममा जानुहुन्छ अरे। अनि डाइरेक्ट गएर भेट्न पनि हुन्न, उहाँले गेटमा बसेर जबसम्म उहाँले नाम जप गर्नुहुन्छ तबसम्म केवल श्रवण गर्नुहुन्छ। के नाम जप्दै राम राम, अरू जपेको बेलामा श्रवण गर्नुहुन्थ्यो हनुमानजी, आफै नबोलेको बेलामा के भन्छ अरू न भनेको बेलामा आफै मुखबाट नाम राम राम जप्नुहुन्थ्यो। यो श्रवणको शक्ति वास्तवमा उहाँसँग एकदमै थियो। जसले धेरै श्रवण गर्छ उसले नै वास्तवमा भगवानलाई धेरै स्मरण गर्न सक्छ। यो श्रवणको त्यो बल हो। त्यही भएर भगवानले हामीलाई एउटा मुख र दुईटा कान दिनुभएको छ, बढीभन्दा बढी श्रवण गर्ने। किनकि जति श्रवण गरे, जति तपाईँले भित्र राम कथा कृष्ण कथा जति छिरायो त्यही बाहिर आउँछ।
यो यो भगवत कथाको वास्तवमा यो श्रवणको यो महात्म्य छ खासमा। एकजना कथामा यस्तै आउन एकदमै रुचि नलाग्ने, लास्टै आलसी, कथामा कहिले आउन नमान्ने, फेरि धनी व्यक्ति है, एकदमै धनी व्यक्ति। अनि उसको पत्नीले ए जानु न कथा सुन्न जानु न, दिन रात उहाँलाई एकदमै त्यो टन्टा हान्नुहुन्थ्यो अरे। अनि जानु कथा सुन्न जानु भन्दाखेरि कथा सुन्न नजान मान्ने, कमाउन को मान्ने तर कथा सुन्न जान नमान्ने। एक दिन के गर्नुहुन्छ, जसरी तसरी उहाँलाई कथामा पठाउनुहुन्छ अरे। अब कमाउने व्यक्ति दिनरात बढे कथामा मनै लाग्दैन रे उसलाई, कथामा आएर बस्छ। आउने बित्तिकै अब खासमा कथा फेरि कस्तो हुन्छ भने त्यहाँ श्रोता आएकै हुँदैन, त्यो सेठजी मात्र आएको हुन्छ अनि वक्ता पहिले बसिसकेको हुन्छ आसनमा। अनि जब एकजनालाई श्रोतालाई देख्नुहुन्छ यस्तो सेठ व्यक्ति, पुरै धनी मनी व्यक्ति, अनि त्यो वक्ताले भन्नुहुन्छ आइए आइए आइए, यो इन्डियाको घटना, आइए आइए। अनि उहाँले भन्नु आइए आइए, बैठिए बैठिए बैठिए, आइए बैठिए, यो सुन्नुहुन्छ आइए बैठिए। अनि तबसम्म श्रोताहरू आउँछ, तबसम्म ऊ एकछिन बस्छ, एकैछिनमा झ्याप खनाटा लिन थाल्नुहुन्छ। अब श्रोताहरू आउँछ, त्यसपछि कथा सुरु हुन्छ, कथा केही सुन्नै पाउँदैन। अनि त्यसपछि फेरि केही बेरमा कथा सकिन्छ। कथा सकिसकेपछि कथावाचक पनि गइसक्छ, त्यहाँ सबैजना जानुहुन्छ। एकजना जसको चकटी त्यहाँ तल बसिरह हुन्छ, त्यहाँ त्यसै माथि बसिरह हुन्छ त्यो व्यक्ति। अनि उहाँले भन्नुहुन्छ अब जाइए अब जाइए, अब हो गया अब जाइए। सुरुको पोइन्ट के सुन्नु भयो रे, आइए बैठिए। लास्टको पोइन्ट सुन्नुहुन्छ, सुतिसके जो उठाउनुहुन्छ जाइए जाइए। लास्टको पोइन्ट सुन्नुहुन्छ जाइए, आइए बैठिए जाइए। कथामा आएर के सिकेर जानुभयो रे, आइए बैठिए जाइए, आउनुस् बस्नुस् जानुस्, यो सिक्नुहुन्छ। अनि त्यसपछि केही बेरमा के भन्छ, अब जानुहुन्छ घरमा पत्नीले भन्नुहुन्छ के सिक्नुभयो कथामा आज। अनि उहाँले भन्नुहुन्छ खै कथामा त बडा आनन्द आयो, एकदमै आनन्द आयो, हुन त मजाले सुत्न पाएँ, यहाँ त तिमीले सुत्नै दिँदैन थियो, अनि त्यो कमसेकम त्यहाँ गएर सुत्न पाएँ। त्यो न कुरा गर्नु न, तपाईँले के सिक्नुभयो त्यो भन्नु न। अनि उहाँले भन्नुहुन्छ मैले 3टा शब्द सिकेँ रे, आइए आउनुस् बस्नुस् जानुस्। अनि उहाँले भन्नुहुन्छ यो आज कमसेकम 3टा शब्द त सिकेर आयो, यो तपाईँको लागि महामन्त्र, यो तपाईँ जप गर्नुहोस्। अब आजदेखि कथा नछोड्नुहोस्, अब आज 3टा शब्द सिक्नु भयो नि, अर्कोचोटि जाँदा फेरि सिक्नुहुन्छ केही न केही, त्यही भएर कथा कन्टिन्यू गर्नुहोस्। फेरि कथा आउँदाखेरि फेरि जानुहोस् कथामा। अनि उहाँले भन्नुहुन्छ ल ठिक छ म कथामा जान्छु त्यसो भए। अनि त्यही राति, अर्को दिन होइन, त्यही राति उहाँको घरमा चोर आउँछ अरे। पुरै अमावस्याको राति, पुरै अन्धकार फैलिएको हुन्छ, चोर छिर्छ घरमा। अब उहाँले के भन्नुहुन्छ, उहाँको पत्नीले यो तपाईँको लागि यही जप हो, यही मन्त्र हो, यही जप गर्नुहोस्। अन्धकार हुन्छ, चोर छिर्छ, खटपट अलिकति आवाज आउँछ, अनि ऊ त जपिरह हुन्छ आइए आइए आइए। उसले भन्छ अरे बाप रे बाप, यो त खतरा मान्छे रहेछ रे, अमावस्याको राति यस्तो अन्धकारमा पनि आइए आइए भन्दैछ, यसको अर्थ थाहा पाइसके को आयो। अनि जब अब भित्र छिरिसके भाग्न खोज्छ, बैठिए 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 बैठिए। अनि उहाँले भन्छ अरे बाप रे अब त समात्यो यो व्यक्तिले। त्यसपछि 9, 2, 11 झन् खोज्नुहुन्छ, जाइए 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 जाइए। उहाँले भन्छ अब यसले नाम पनि थाहा पाइसक्यो, सबै थाहा पाइसक्यो, यो मान्छे एकदमै जादुगर रहेछ, केही न केही यसको भित्र जादु छ, यसले सब थाहा पाइसक्यो। अब बैठ्नलाई जानलाई पनि भनिरहेछ, यसको अर्थ यसलाई चिन्ता पनि छैन कि चोर गइरहेछ, यसको अर्थ यसले नाम पनि टिपिसक्यो, भोलि पुलिस ल्याएर समात्न सक्छ मलाई, त्यही भएर अहिले नै सरेन्डर गरेको राम्रो। अनि उहाँ आएर गएर अनि भन्नुहुन्छ नबताउनुहोस् है कसैलाई, अब मलाई थाहा थिएन तपाईँ यस्तो अन्तर्यामी छ, आउने बित्तिकै थाहा पाउनुभयो चोरी। अनि त्यसपछि उहाँसँग जति चोरी लुटी गरेको सबै चढाइदिनुहुन्छ उहाँको खुट्टामा। अनि चढाएर भन्नुहुन्छ अब यति होइन होइन तपाईँ को हुनुहुन्छ, ए धेरै कुरा नगर्नुहोस्, अहिले भन्नुहुन्छ बस्नलाई जानलाई, अनि फेरि भन्नुहुन्छ को हुनुहुन्छ। अनि उहाँले डाउट लाग्छ, होइन यो सबै थाहा पाइसक्यो। अनि त्यसपछि त्यो चोर सबै जति पनि चोरेको सबै सामान चढाएर अनि भाग्नुहुन्छ त्यहाँबाट।
कमसेकम यति त अनि भन्नुहुन्छ ल जाइए 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 अनि चोर जानुहुन्छ। त्यसपछि त्यो व्यक्तिले सोच्नुहुन्छ यो मान्छे चोर रहेछ यार, चोरी गरेर यत्रो, प्रथम दिन नै मन्त्र यति सिद्ध भयो कि बापरे चोर पनि समातिहालेँ मैले। यो प्रथम दिनको यो मन्त्र जपको यति सिद्धता रहेछ, अब सब दिन काहीँ यो मन्त्र जप्यो भने अरू अझै सिक्यो भने के हुन्छ, उसको वाइफ आउँछ, वाइफलाई सुनाउँछ कि यस्तो यस्तो भयो, आइए बैठिए जाइए, आउनुहोस् बस्नुहोस् जानुहोस्। मैले भने यहाँ चोर आएर त पुरै सरेन्डर गरेर गयो, यो त मन्त्र सिद्ध भयो। अनि पत्नीले भन्नुहुन्छ, थाहा पाउँछ कि यो चोरले सबै गरेको। अनि पत्नीले भन्नुहुन्छ कि तपाईँ सत्यको कथामा, भगवानको कथामा गएर झुठो कुरा सिखेर आउनुभयो, झुठो कुराले यति प्रभावित भयो कि तपाईँले पहिलोचोटि यति फल पाउनुभयो। सोच्नुहोस्, यदि कथामा गएर सत्य कुरा सिखेर आएर जीवनमा यदि लागू गर्नुभयो भने कति फाइदा हुन्छ, कति के सिद्धि प्राप्त हुन्छ। जब एउटा चोर समात्नुभयो, वास्तवमा यदि तपाईँ सत्य कुरा सिखेर परिवर्तन ल्याउनुहुन्छ भने तपाईँ भगवानको प्रेमसम्म प्राप्त गर्न सक्नुहुन्छ। यो चोर समात्ने मात्र होइन, चोर त एउटा केही पनि होइन। तो यो वास्तवमा श्रवणको महत्त्व यो छ। श्रवण केही पनि हो, कथाबाट श्रवण गरेर जानु राम्रै भयो, त्यही भएर कथा कन्टिन्यू गर्नुहोस्, जस्तो सुकै तपाईँको प्राण बिस्तारै बिस्तारै सुधार हुँदै जान्छ अरे। तो यो श्रवणको अधिष्ठाता जो हुनुहुन्छ हनुमानजी हुनुहुन्छ रामायणमा, श्रवणको महात्म्य यो छ। दोस्रोमा हुनुहुन्छ श्रवण कीर्तन। कीर्तनमा को हुनुहुन्छ, कसैले भन्नुहुन्छ कीर्तनमा? रामायणको जति पनि पात्र यसो माइन्डमा यसो चिन्तन गर्नुहोस्, कीर्तनमा सबभन्दा श्रेष्ठ को हुनुहुन्छ कीर्तन गर्ने? यहाँ चाहिँ वाल्मीकि जी बनाउनु भएको छ कीर्तनमा। कीर्तन भनेको आएर करताल बजाउनु मात्रै कीर्तन होइन रे। कीर्तनमा यहाँ वाल्मीकि जीलाई बताउनु भएको छ, किनकि वाल्मीकि जी रत्नाकर डाकु हुनुहुन्थ्यो, भगवानको नामको कीर्तन गरेर ब्रह्म पद प्राप्त गर्नुभयो उहाँले। भगवानको भक्त यस्तो के भन्छ, भगवानको गायन लेख्नुभयो, उहाँको लीलाको लेखन कार्य गर्नुभयो। तो यो कीर्तन गरेर, नामको कीर्तन गरेर वास्तवमा यस्तो भएको। यो राम नामको दीक्षा पनि उहाँले पाउनुहुन्छ पर्वत मुनि र नारदजी सँगै आएको बेला। र उहाँले के शिक्षा दिनुहुन्छ, जब के भन्छ वाल्मीकि जी जब कीर्तन गर्नुहुन्थ्यो, कीर्तनको बेलामा उहाँले भगवानको लीलाहरू सबै स्मरण गर्नुहुन्थे। जस्तै हामी सिरिजहरू सिरियलहरू देख्छौँ, माइन्डमा जस्तो सिरियलहरू पुरै छविहरू आउँछ, चित्रहरू आउँछ, त्यस्तै वाल्मीकि रामायण जब वाल्मीकिजीले जब कीर्तन गर्नुहुन्थ्यो, भगवानको छवि चित्रण उहाँको माइन्डमा त्यो छवि आउँथ्यो अरे। भगवानको पुरै प्रकट, भगवान प्रकट हुनुभएको थिएन त्यति बेला नै छवि आउँथे। अब तेस्रोमा हुनुहुन्छ स्मरण। स्मरणमा को हुनुहुन्छ? सीता महारानी। सीता महारानी पनि लङ्कामा जब रावणले हरण गरेर लगेको हुन्छ, सीता महारानी त्यति बेला पनि स्मरण भगवान रामको हरेक समय स्मरण गरिराख्नुहुन्थ्यो अरे। सीता महारानीले भन्नुहुन्छ के भन्छ, यो अयोध्याको घटना दशरथ महाराजले भन्नुहुन्छ कि कमसे कम रामजीको वनवास भयो, ठिक छ, सीता अति कोमल छ, राजकुमारी छ, यसलाई त श्राप पाएको होइन, यसले त केही पनि त्यस्तो होइन, मैले आज्ञा पनि दिएको होइन। सुमन्त्रीजीलाई भन्नुहुन्छ कि कमसे कम सीता महारानीलाई फर्काएर ल्याउनु, कमसे कम सीता महारानी यहाँ भयो भने यो अयोध्यामा केही न केही हुन्छ, म उहाँलाई देखेर कमसे कम बाँच्छु भनेर भन्नुहुन्छ सुमन्त्रीजीलाई। सुमन्त्रीजी गएर अनि रथमा सबै बसाएर लानुहुन्छ। यतिसम्म वर्णन छ कि जब सुमन्त्रीजीले रथ लिएर जानुहुन्छ, अयोध्याको एक एक वासी सँगै सँगै जानुहुन्छ पछाडि पछाडि, त्यो पनि हिँड्दै जानुहुन्छ, किनकि भगवान राम को चरणमा पनि पादुका केही पनि हुँदैन। अनि त्यही भएर पछाडि पछाडि सबैजना जानुहुन्छ। सुमन्त्रीजी गएर अनि शरीरजीको तटसम्म त्यहाँ गएर सुमन्त्रीजीलाई भन्नुहुन्छ, हजुर अब यही रेस्ट गर्नु, अनि राति हामी बिहानै हिँड्छौँ भनेर भन्नुहुन्छ, किनकि यतिकै भन्यो फर्किनलाई फर्किँदैन यिनीहरू। त्यही भएर उहाँ राति आराम गर्नुहुन्छ त्यहाँ। त्यसपछि त्यहाँ अयोध्यावासी एकछिन रेस्ट गर्नुहुन्छ। त्यसपछि सुमन्त्रीजीलाई भन्नुहुन्छ, तपाईँ अब रथ लिएर यसलाई घुमाएर
अयोध्याकोतिर लानुहोस्, किनकि अयोध्यातिर जब जान्छ यो रथको पहिया, यो चक्का देखेर के अयोध्यावासीलाई थाहा हुन्छ कि फेरि अगाडि बढ्यो भनेर। खासमा अयोध्यावासीलाई शुद्ध बुद्ध पनि हुँदैन कि कहाँ गइरहेको छ रथ, मात्र रथलाई हेर्नुहुन्थ्यो, भगवानलाई हेर्नुहुन्थ्यो कि कहाँ गइरहेको छ। त्यति अयोध्यावासीहरू उहाँहरू त यतिसम्म प्रण लिएको हुन्छ कि यदि यहाँ दशरथ महाराजलाई चाहिन्छ कि उहाँले वनवास पठाउनु भयो, अब अयोध्यावासीको बिना जहाँ राम छ त्यहाँ अयोध्या छ, जहाँ राम छैन त्यहाँ अयोध्या छैन। त्यही भएर हामी सबैजना गएर बरु जङ्गलमा अयोध्या बसौँ, यहाँ बरु अयोध्या खाली छोड्दो। भगवान रामले यो आज्ञा दिनुहुन्न, किनकि मैले धर्म पालन गरिरहेको छु। यो धर्मको पालन, पिताको आज्ञाको पालन जरुरी छ। खासमा पिताको अलिकति पनि छन् भने पनि त्यो इच्छा पनि थिएन, थोरै पनि। हार्ट एट्याक आउनेवाला थियो दशरथ महाराज, तर पनि उहाँले चाहिँ दिनुहुन्छ, किनकि यस्तो वरदान कैकेयी माताले माग्नुहुन्छ अनि यो पुरा गर्नलाई दिनुहुन्छ। अब यहाँ सीता महारानीलाई भन्नुहुन्छ सुमन्त्रजीले कि तपाईँ कमसेकम फर्किनुहोस्, राजा के भन्छ महाराजको एकदमै अनुरोध छ, यो वन्दना छ कि हजुर चाहिँ कमसेकम फर्किनुहोस्। सीता महारानीले भन्नुहुन्छ हैन, महाराजलाई भन्नुहोस्, मेरो ससुरजीलाई भन्नुहोस् कि म भगवान रामको बाहेक म अलिकति पनि कहीँ पनि जतिसुकै सुख सम्पत्तिमा म बसे पनि कहिले पनि म के भन्छ खुसी हुन सक्दैन रे। म भगवान रामलाई स्मरण गरेर मात्र खुसी हुन्छु र म सँगै कमसेकम उहाँको सेवा गर्न चाहन्छु 12 वर्षको लागि। किनकि जब लक्ष्मीजी हुनुहुन्थ्यो यो इच्छा गर्नुभएको थियो कि जब राम अवतार आउँछ त्यसमा म 12 वर्षसम्म कमसेकम भगवानको सँगै बसेर सँगै सेवा गर्न पाऊँ भनेर, कसैको डिस्टर्बेन्स नहोस्। तर डिस्टर्बेन्स कति भयो, रावणले हरेर पनि लग्यो हैन। तर पनि यो वास्तवमा भगवान रामको र के भन्छ सीताजीको यो परकीय भाव र वियोगको भावले यसमा पनि त्यति नै आनन्द हुन्छ। गोपीहरूसँग जब भगवान बिछड्नुहुन्थ्यो त्यति बेला नै आनन्द पाउनुहुन्थ्यो रे, जब भेट्नुहुन्थ्यो त्यति बेला पनि आनन्द। कहिलेकाहीँ त्यति नै रुनुहुन्थ्यो भेट्दाखेरि पनि र बिछड्दाखेरि पनि त्यति नै रुनुहुन्थ्यो। त्यस्तो यहाँ भाव छ। अनि सीता महारानीले सुमन्त्रजीलाई भनिदिनुहुन्छ कि म जान सक्दैन, म पतिको बाहेक अरू कसैको बारेमा चिन्तन पनि गर्न सक्दैन। बरु वास्तवमा जङ्गलमा जति दिन उहाँ 14 वर्ष बस्नुभयो एकदमै आनन्दसँग भगवान रामको सेवा गर्नुभयो। पछि गएर त यो सबै वास्तवमा वर्णन नै छ वाल्मीकि रामायणमा कि जब रावणले हरण गरेर लान्छ त्यो छाया सीतालाई लगेको हुन्छ। खासमा भगवान रामसँग जुन सीता असली सीता हुन्छ त्यो सँगै हुन्छ, हरेर लगेकै हुँदैन। यो सबै रावणलाई मार्नलाई, यो ऋषि मुनिहरूलाई आनन्द प्रदान गर्नलाई यो सबै लीला रच्नुहुन्छ अरे। अनि सीता महारानी भनिन्छ कि रावणले जति सताए पनि त्यहाँ सबै चारैतिरबाट राक्षसी बस्नुहुन्थ्यो अरे। तर पनि सीता महारानीको स्मरण यति प्रबल थियो कि भगवानलाई कहिले पनि बिर्सनुहुन्न। रावण जतिखेर आए पनि तलवार देखाएर ए मलाई स्वीकार गर, म तिमीलाई यो पद दिन्छु त्यो पद दिन्छु, म सबै रानीहरूलाई अस्वीकार गरिदिन्छु, सबैलाई तिमीलाई प्रमुख रानी बनाएर राख्छु, रावण यतिसम्म भन्थ्यो। तर पनि सीता महारानीले भगवान रामको बाहेक अलिकति पनि चिन्तन मनन स्मरण केही पनि अरूको हुँदैन, केवल राम राम राम। जुनसुकै अवस्थामा पनि राम जप्नुहुन्छ। माथि एकचोटि हनुमानजी गएको हुन्छ। हनुमानजी माथि रुखमाथि अशोक वाटिकामा अशोकमा के भन्छ रुखमा बसेको हुन्छ। त्यहाँ राम राम शब्द उच्चारण गर्नुहुन्छ, कानमा उहाँको थाहा पाउनुहुन्छ श्रवण उहाँले, किनकि त्यो स्मरण जो शक्ति थियो नि एकदमै प्रबल थियो अरे सीता महारानीको। त्यही भएर सीता महारानीलाई श्रवणको अधिष्ठाता मानिन्छ। श्रवण कीर्तन स्मरण हो, स्मरणको मानिन्छ। अनि त्यसपछि आउँछ पाद सेवन। पाद सेवनमा आउँछ भरतजी। पाद सेवनमा यस्तो हुनुहुन्छ कि जब भगवान रामको 14 वर्ष वनवास हुन्छ त्यति बेला उहाँको चरण पादुका लिन जानुहुन्छ भरतजी कि कमसेकम हजुर कमसेकम राजा बन्न सक्नुहुन्न, हजुर कमसेकम आउन सक्नुहुन्न, कमसेकम हजुरको चरण पादुका दिनुहोस्।
हजुरको चरण पादुकालाई म सिंहासनमा स्थापित गरेर म त्यति नै सेवा गर्छु जति हजुरलाई सेवा गर्छु। कमसेकम हजुर जान सक्नुहुन्न, हजुरले आफ्नो यो प्रतिज्ञामा अटल हुनुहुन्छ भने कमसेकम हजुरको चरण पादुका दिनुहोस्। र त्यो चरण पादुका लिएर भरतजी अयोध्या आउनुहुन्छ। अयोध्या आएर उहाँ चाहिँ सिंहासनमा पादुका राखेर उहाँ चाहिँ नगरको बाहिर एउटा पुरै ठुलो खाल्टो बनाएर त्यो खाल्टो भित्र बसेर एकदमै ठुल्ठुलो कहिले पनि कपाल काट्ने यताउता केही पनि एकदमै तपस्वी जीवन बिताउनुहुन्छ। अनि मन्त्री जे पनि राज्यमा राज्य गर्न के भन्छ सबै गर्नलाई एक एक सोध्नुहुन्थ्यो, भरतजीले जवाब दिनुहुन्थ्यो। तर यो सबै भगवानसँग चिन्तन मनन पहिलेदेखि गरेर अनि सोध्नुहुन्थ्यो अरे भरतजीले। अनि पाद सेवन जुन भगवानको जुन पादुका थियो त्यसको सेवन गर्नुहुन्थ्यो, सेवा गर्नुहुन्थ्यो। 14 वर्षसम्म जटाधारी बनेर भरतजी त्यस्तो वास्तवमा उहाँले सिकाउनु भयो कि यदि भाइमा प्रेम चाहिन्छ भने भरतजीको चरित्र सुन्नुहोस्। भाइको यदि प्रेम डेभलप हुने आजकल त भाइमा अलि जग्गाको लागि काट्दिन्छ। हाम्रै गाउँको अर्को छिमेकी गाउँमा कि टाउको नै उडाइदियो अलिकति जग्गाको लागि। त्यो जग्गा पाउनलाई बिचारा टाउको उडाइदियो। त्योभन्दा कति जग्गा बेचेर फेरि त्यो केस सोल्भ गर्नु पर्यो। फेरि यस्तो हाम्रो विडम्बना छ। भाइलाई थोरै पनि जग्गा दिन सक्दैन, थोरै सम्पत्ति छोड्न सक्दैन, तर त्योभन्दा बढी बरु नेताहरूलाई पुलिसहरूलाई कहिदिन्छ। यस्तो छ यो हालत हैन। त यो वास्तवमा भरतजीको हेर्नुहोस् न कस्तो चरित्र थियो कि भगवान राम नहुँदा हुँदै पनि भगवान रामलाई नै राजा मान्नुहुन्थ्यो कि भगवान राम नै वास्तवमा मेन हो। अनि उहाँलाई त्यही भएर पाद सेवनको प्रमुख मानिन्छ। त्यसपछि के छ पाद सेवन। त्यसपछि अर्चनममा सबरीजी पर्नुहुन्छ अरे। अब सबरीजी त दिनरात फुल सजाएर भगवान रामलाई के भन्छ ध्यान गर्नुहुन्थ्यो, उहाँले बोलाउनुहुन्थ्यो। तर अर्चनम कसरी आयो? उहाँ पूजा त गर्ने, त्यहाँ त घन्टी डोलाउनु हुन्न थियो हैन, त्यहाँ त पुरै धूपबत्ती देखाएर पूजा गर्ने वाला थिएन। तर पनि अर्चनममा सबरीजीको यहाँ उदाहरण दिन्छ किनकि सबरी जो हुनुहुन्थ्यो उहाँ भगवानको चिन्तन गरेर उहाँलाई मनमा नै स्मरण गरेर उहाँको आरती गर्नुहुन्थ्यो। सबरीजी हरेक समय उहाँ कहिले के भन्छ आउनुहुन्छ र म उहाँलाई केही सेवा गर्न पाऊँ, खुवाउन पाऊँ, उहाँको कहिले दर्शन गरौँ। अर्चना मात्र विधि होइन रे, अर्चनम भनेको प्रेम हो। अर्चनम किन गरिरहेछ? प्रेम उत्पन्न गर्नलाई। यो अर्चना मैले पनि एकचोटि काठमाडौँमा परम दयालु निताई चैतन्यको अर्चना गरिरहेको थिएँ। अनि त्यहाँ प्रभुजीले भन्नुहुन्छ यो विधि नियम त ठीक छ कि, तर तिमीले जे पनि चढाउँछौ अर्चन गर्दाखेरि यो पुरै साँच्चै भेटे प्रेम रूपले गर्नुपर्छ। यो प्रेम उत्पन्न गर्नलाई खासमा यो विधि नियमहरू हो। मात्र विधि नियममा मात्र फस्नुहुन्छ भने मात्र यो के भन्छ प्रेम हुँदैन। अब यो सबरी माताको यस्तो थियो कि उहाँको प्रेम नै भित्रबाट, किनकि उहाँको मतंग मुनि जो गुरु थियो, गुरुको आज्ञा पक्का रूपले उहाँ पालन गरिराख्नु भएको थियो कि एक न एक दिन राम आउनुहुन्छ रे। त्यो राम आउनुहुन्छ भने त्यति मात्र स्मरण गरेर उहाँले हरेक दिन चिन्तन गर्नुहुन्थ्यो। भगवान के भन्छ भगवानको चिन्तन गर्नुहुन्थ्यो सबरी माताले। अर्को आउँछ वन्दनम। वन्दनममा विभीषणजी आउँछ। वन्दना गर्नुहुन्थ्यो विभीषणजी। लङ्का जस्तो राज्यमा बसेर पनि एउटा सानो कोठाभित्र बसेर पनि उहाँ चाहिँ भगवानको वन्दना गर्नुहुन्थ्यो। यतिसम्म वन्दना गरेको हुन्छ कि के भन्छ सबले माग्नुहुन्छ। रावणले ब्रह्माजीसँग के माग्नुहुन्छ कि म यो संसारमा कसैसँग मर्न नसकौँ, बाँदर र मनुष्य बाहेक, किनकि यो त केही नाथे थुने केही पनि होइन, यसले के गर्न सक्छ। मनुष्यलाई काउन्टिङै गर्दैन थियो अरे रावणले। अनि सुपनेखालले भन्नुहुन्छ कि म आफ्नो रूपलाई परिवर्तन गर्न पाऊँ भनेर त्यो वरदान माग्नुहुन्छ ब्रह्माजीले। कुम्भकर्णले माग्नुहुन्छ इन्द्रासन, तर उहाँको जिब्रामा यस्तो वचन आउँछ कि निन्द्रासन माग्नुहुन्छ। इन्द्रासनको ठाउँमा निन्द्रासन आउँछ उहाँ।
अब जब विभीषणजीलाई सोध्नुहुन्छ, यो चारै दाजुभाइ बहिनी एकैचोटि तपस्या गर्न गएको हुन्छ, अनि जब सुप्ने के भन्छ विभीषणजीको पालो आउँछ, विभीषणजीलाई भन्नुहुन्छ तपाईँ माग्नुहोस् के माग्नुहुन्छ, अनि उहाँले भन्नुहुन्छ म हरि भक्तिबाट कहिले पनि च्युत नहुँ पाऊँ त्यो मलाई दिनुहोस् भनेर। अनि ब्रह्माजीले तथास्तु। त्यही भएर रावणको लङ्कामा बसेर रावणको त्यही दिनदेखि विभीषणसँग चिड हुन्छ, एकदमै द्वेष गर्थे कि यो व्यक्तिले यो अरू चिज नमागेर यसले चाहिँ त्यो हरिको त्यो नारायणको यो भक्ति मागे यसले। अनि के भन्छ रावणको अगाडि पनि उहाँले गुण गाइराख्नुहुन्थ्यो अरे। जब सीता हरण गरेर लगेको हुन्छ रावण, त्यति बेला विभीषणले धेरै सम्झाउनुहुन्छ, दाजु यस्तो नगर्नुहोस्, जसको पत्नी तपाईले हरण गरेर ल्याउनु भएको छ उहाँ साक्षात परब्रह्म हुनुहुन्छ, तपाईको विनाशको यो स्थिति वास्तवमा के भन्छ विपरीत के भन्छ विनाशकाले विपरीत बुद्धि यो तपाईको वास्तवमा आइसक्यो। त्यही भएर अहिले पनि समय छ तपाई फिर्ता गर्न सक्नुहुन्छ। आदरपूर्वक अहिले पनि भगवान राम यति कृपालु हुनुहुन्छ कि तपाईले क्षमा गरिदिनुहुन्छ। जो संपत्ति शिव रावण ही दीन दियो दशमात, सो संपत्ति विभीषण ही सकुच दिए रघुनाथ। जुन सम्पत्ति पाउनलाई विभीषणजीले के भन्छ हैन रावणले जुन सम्पत्ति पाउनलाई उहाँले 10 वटा शिर टाउको कटाउनु भएको थियो रे, त्यो सम्पत्ति लङ्काको राज्य पाउनलाई विभीषणजीले मात्र गएर अनि प्रभु श्री रामको अगाडि शीश झुकाइदिनु, सो सम्पत्ति विभीषण ही सकुच दिए रघुनाथ। र जब आफ्नो टाउको झुकाएर अनि भन्नुहुन्छ कि मलाई आफ्नो चरणमा स्वीकार गर्नुहोस्, त्यति बेला भगवान रामले भन्नुहुन्छ कि वास्तवमा जो के भन्छ एउटा श्लोक छ नि रामायणको, सक्रीदेव प्रपन्नाय तव अस्मिन् च याचते अभयम सर्वभूतेभ्यो ददामि तं व्रतं मम। मेरो यो प्रतिज्ञा छ कि जो मेरो शरण लिन्छ उसलाई मैले कहिले पनि त्याग गर्न सक्दैन, कुनै पनि अवस्थामा। भगवानको चरणमा जब वनवास जाने बेलामा भगवानको चरणमा काँडा लाग्थे रे, त्यो काँडा लाग्दाखेरि सीता महारानीले निकाल्न खोज्नुहुन्थ्यो, निकाल्दाखेरि भगवान रामले भन्नुहुन्थ्यो ननिकाल्नुहोस् यसलाई, किनकि यसले मेरो शरण लिएको छ। सोच्नु काँटा जसले दुःख रगत निकालिरहेको छ उसलाई पनि भगवान रामले कृपा गरेर उहाँले सीता महारानीले भन्नुहुन्छ ननिकाल्नुहोस्। जब काँटा जस्तोलाई पनि निकाल्नु भएन त हामी जस्तो व्यक्तिलाई त अवश्य स्वीकार गर्नुहुन्छ उहाँले। अनि विभीषण रावणको अगाडि पनि भगवान रामको गुणगान गर्नुहुन्थ्यो। यो हो वन्दना। वास्तवमा वन्दना मात्र होइन कि एक्लैमा हुँदाखेरि मात्र गर्ने, सबैको अगाडि मात्र गर्ने हैन। तपाईको जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि विभीषण जस्तो यो वन्दनाको वास्तवमा निष्ठा हुनुपर्छ। विभीषण जस्तो कि रावण हुँदा हुँदै कष्ट दिँदा दिँदै उहाँले अवहेलना गर्दा गर्दै पनि रावण के भन्छ विभीषणले त्यो उहाँले वन्दन गर्नु भनेको गुणगान उहाँको गर्न कहिले पनि छोड्नु भएन रे। त्यही भएर वन्दनाको अधिष्ठाता उहाँलाई मानिन्छ विभीषणजीलाई। दास्यमा अब लक्ष्मणजीको आउँछ। लक्ष्मणजी 14 वर्षसम्म, हुन त पुरै जीवनभरि नै सेवा गर्नुभयो, तर 14 वर्षसम्म विशेष उहाँ पुरै प्रण लिनुभएको थियो कि म निन्द्रा पनि आउन दिँदैन। किनकि जब वनवास जाने बेलामा उहाँले कौशल्या मातालाई प्रणाम गर्न जानुहुन्छ अरे। कौशल्या मातालाई प्रणाम गर्न जाँदा उहाँले सोध्नुहुन्छ कि म भगवान रामको सेवामा जान्छु किनकि म उहाँ बाहेक म बाँच्न सक्दैन। अनि कौशल्या माताले के भन्नुहुन्छ कि तपाई सपनामा पनि कहिले पनि यो नसोच्नु कि म भगवानको बाट टाढा छु, हरेक समय उसको सेवा गर्नु। स्वप्नमा पनि कहिले पनि उहाँको माथि के भन्छ नराम्रो भाव नल्याउनु रे। कौशल्या माताले भन्नुहुन्छ लक्ष्मणजीलाई। लक्ष्मणजीले सोच्नुहुन्छ कि स्वप्न म यसरी त कन्ट्रोल गर्न सक्छु, तर स्वप्नमा मात्र आइदियो भने के गर्ने फेरि? स्वप्नमा त आउन सक्छ
स्वप्न त मेरो कन्ट्रोलमा हुन त कन्ट्रोलमा छ, तर पनि यहाँ देखाउँदैछ कि स्वप्नमा पनि नआओस् भनेर उहाँले भन्नुहुन्छ म 14 वर्षसम्म म सुत्न के भन्छ निन्द्रा पनि आउन दिँदैन, म जागृत भएर हर क्षण रामको सेवामा उपस्थित हुन्छु। अनि त्यो भाव लिएर लक्ष्मणजी 14 वर्षसम्म सेवा गर्नुहुन्छ। यतिसम्म सेवा गर्नुहुन्छ कि के भन्छ एकचोटि के भएको हुन्छ, भगवान राम र सीता कुरा गर्दै हुन्छ अरे। अनि त्यति बेला उहाँको लक्ष्मणजीको दृष्टि पर्छ सीता महारानी, अनि उहाँ अलिकति सङ्कुचित हुन्छ। भगवान राम पनि सङ्कुचित हुन्छ, किनकि भाइ आयो, भाइको अगाडि कुरा गर्न, पति पत्नीमा कुरा गर्दाखेरि उहाँ सङ्कुचित हुन्छ, अलिकति लाज लाग्छ अरे। लक्ष्मणजी त्यो दिन पनि यति प्रण लिनुहुन्छ कि आजदेखि म कहिले पनि भगवानको चरण के भन्छ कमसेकम भगवानको ठिक छ सीता महारानीको चरण बाहेक म माथि पनि देख्दैन, मात्र चरण मात्र देख्छु, चरणको मात्र दर्शन कुरा गर्दाखेरि चरणमा देखेर दर्शन गर्नु भयो रे। कुरा गर्दाखेरि हरेक समय चरणमा मात्र देख्नुहुन्थ्यो। त्यस्तो दास्य भाव छ उहाँको लक्ष्मणजीको। र लक्ष्मणजीको अवतार पनि त्यही भएर भएको, भगवान र भक्तलाई मिलाउनलाई। यो गुरु तत्त्वको प्रतिनिधित्व गर्छ लक्ष्मणजी, दुवैजनालाई मिलाउनुहुन्छ भगवान र भक्तलाई। त्यही भएर दास्यमा जो पराकाष्ठ जो मेन हुनुहुन्छ उहाँ चाहिँ लक्ष्मणजी हुनुहुन्छ। साख्यम, यो रामायणको कुरा, साख्यममा सुग्रीवजीलाई जब भगवान रामले भेट्नुहुन्छ, सुग्रीवजीको पनि जो गति तोरा सो गति मोरा। सुग्रीवजीले भन्नुहुन्छ जो गति तपाईँको छ जुन मेरो पनि त्यस्तै छ। मेरो भाइ बालीले मेरो पत्नीलाई हरण गरेर लगेको छ। अनि भगवान रामले भन्नुहुन्छ त्यसो भए म यसमा सहयोग गर्छु। खासमा यस्तो किन भएको, किन हरण गरेर लगेको? उहाँले बताउनुहुन्छ कि एकचोटि एकजना असुर आएको थियो, असुरलाई हामी दुवै दाजुभाइ खदेर्दै लगेको थिएँ, तर एउटा पर्वतमा गएर गुफाभित्र छिर्छ रे। गुफाभित्र छिर्दाखेरि उहाँ के भन्छ बालीभित्र छिर्छ, बालीले भन्छ तपाईँ गेटमा कुर्नु, म एकछिनमा उहाँलाई त्यो असुरलाई मारेर आउँछु रे। अनि त्यसपछि उहाँ गेटमा कुरिराख्नुहुन्छ, भित्र छिर्नुहुन्छ बाली। यही बेरमा त्यो गुफाबाट रगतै रगत आउन थाल्छ। त्यो रगत देखेर सुग्रीवलाई लाग्छ कि हुनसक्छ मेरो दाइले मारिदियो कि फेरि यो व्यक्ति कहीँ आएर भित्र आएर अरू सबलाई मार्न सक्छ। त्यही भएर उहाँले ठुलो ढुङ्गा लिएर त्यो गुफाको त्यो के भन्छ पाललाई बन्द गरिदिनुहुन्छ अरे। त्यो पाललाई बन्द गरिदिनुहुन्छ किनकि यो असुर फेरि आएर अरूलाई मार्छ भनेर। तर त्यस्तो भएको हुँदैन, खासमा मारेको हुन्छ बालीले, त्यो राक्षसलाई मारेको हुन्छ, त्यही भएर त्यो रगत आइरहेको हुन्छ। उहाँको सुग्रीवजीको त्यस्तो भाव थिएन, तर पनि यो मिसअन्डरस्ट्यान्डिङ कहिलेकाहीँ हुन्छ नि, भएको के हुन्छ हामी बुझ्छौँ के, त्यसले गर्दा धेरै पछिसम्म सम्बन्ध बिग्रिन्छ। अनि त्यसपछि जब बाली मारेर आउँछ देख्नुहुन्छ कि ढुङ्गा लगाइदिएको, बालीलाई लाग्छ ओहो यसले चाहिँ यो चाल खेलेको छ कि मलाई यो भित्र दाबेर मारेर अनि मेरो पत्नीलाई हरण गर्न चाहिरहेछ यसले। अब उसले ढुङ्गा निकालिदिन्छ अनि त्यसपछि आएर सुग्रीवलाई यति कुट्छ अनि उसको पत्नीलाई पनि हरण गरेर लान्छ। बालीको अति कामुकता व्यक्ति थिए, कामु व्यक्ति थिए, किनकि बाली पनि जब रावण थियो, रावणले उत्पात गर्थे, बाली पनि यति बलवान थियो कि काखमा मात्र दबाएर 6 महिनासम्म गायत्री गरेको हुन्छ। बाली पनि मार्न सक्नुहुन्थ्यो रावणलाई, तर किन मार्ने सेवा पाउनु भएन? किनकि उहाँभित्र काम वासना अति प्रबल थिए रे। भगवानको सेवा पाउनले यति कसैले पाउँदैन। कामी क्रोधी लालची इनसे भक्ति न होए, भक्ति करे कोही सुरमा जाति वर्ण खोए। यो सबै जाति वर्ण यो सबैबाट माथि, उपाधिबाट माथि र यो काम क्रोधबाट मुक्त भएको व्यक्तिले वास्तवमा भगवानको सेवा र प्रेम पाउँछ। यसले चाहिँ मात्र भक्ति गर्न सक्छ। अनि त्यसपछि सुग्रीवजीलाई उहाँले मद्दत गर्नुहुन्छ, के भन्छ बालीलाई मारेर। हजुरले सुन्नुभएको छ कथा, भगवान रामले मार्नुहुन्छ उहाँलाई। त्यसपछि उहाँले पनि सहयोग गर्नुहुन्छ सुग्रीवजीले, कि उहाँले भन्नुहुन्छ म एक दिन यस्तै पर्वतमा बसिरहेको थिएँ, माथिबाट एउटा लुगाको टुक्रा झरे रे। त्यो टुक्रा मलाई लाग्छ यो सीता महारानीको हो कि
मलाई त पहिलादेखि थाहा थिएन कि को छ, अब मैले त्यति बेला ध्यान दिएन, तर यो लुगा छ उहाँले देखाउनुहुन्छ। र एउटा के भन्छ गहनाहरू पनि झारेको हुन्छ अरे सीता महारानीले, त्यो गहना पनि देखाउनुहुन्छ। हनुमानजी पनि हुन्छ त्यहाँ, हनुमानजीले पनि चिन्नुहुन्न, अनि रामजीले पनि चिन्नुहुन्न अरे त्यो गहना। रामजीले लक्ष्मणजीलाई भन्नुहुन्छ यो हेर्नु त, यो जुन गहना छ यो सीता महारानीको हो। सीता के भन्छ लक्ष्मणजीले भन्नुहुन्छ मैले चरण बाहेक कहिले माथि देखेकै छैन अरे, त्यही भएर बरु म यो लुगा देखेर म चिन्न सक्दैन, तर म यो चरणको भाउजू जुन छ पायल, यो पायल देखेर चिन्छु यो सीता महारानीको हो। यो मेरो कहिले पनि भावी भाउजू भन्नुहुन्न थियो, आमा भन्नुहुन्थ्यो उहाँले। लक्ष्मणजी जहिले पनि आमा भन्नुहुन्थ्यो, सम्बोधन गर्नुहुन्थ्यो सीता महारानीलाई। अनि त्यसपछि वास्तवमा सुग्रीवजीले यो सबै मद्दत गरिसकेपछि पछिसम्म पनि सबै बाँदरहरू जाम्बानजी यो सबै मिलेर मद्दत गर्नुहुन्छ। तर मुख्य जुन प्रणेता हुन्छ बाँदरहरूको सुग्रीवजी हुन्छ, अनि सुग्रीवजीले यो मद्दत गर्नु साख्य भावमा, त्यही भएर उहाँ साख्य भावको अधिष्ठाता मेन मानिन्छ। 9 नम्बरमा आत्मनिवेदन। आत्मनिवेदनमा को आउँछ? कसैले अब गेस गर्नुहोस् त। आत्मनिवेदन रामायणको पात्रहरू यसो चिन्तन गर्नुहोस्। आत्मनिवेदन जटायु आउँछ। जटायु आत्मनिवेदनमा आउँछ अरे। किनकि जब रावणले सीता महारानीलाई हरण गरेर लाँदै हुनुहुन्थ्यो, उहाँको आत्मबल नभए तापनि, होइन के भन्छ बाहिरको बल नभए तापनि उहाँलाई रावणले त काटिदिएको थियो, दुईटै पखेटा काटिदिएको थियो, तर आत्मबल उहाँसँग थियो रे कि म जति मसँग शक्ति छ त्यति म सेवा गर्छु, म कमसे कम प्रयास गर्छु सीता महारानीले बचाउनलाई। थाहा थियो कि रावण धेरै बलवान छ, रावणले मलाई मार्न सक्छ, मार्दिन्छ, तर पनि आत्मनिवेदन, उहाँको आत्मबल यति प्रबल थियो जटायुको कि उहाँ जानुहुन्छ बचाउन। उहाँले पहिले दुष्ट रावण तिमीले चाहिँ हरण गरेर लाँदैछौ, म तिमीलाई छोड्नेवाला छैन भनेर जानुहुन्छ। पहिल्यैचोटिमा धेरै परेशान गर्नुहुन्छ, पहिलोचोटिमा उहाँको पखेटा काटिदिनुहुन्छ रावणले, तर पनि आत्मनिवेदन उहाँले छोड्नुहुन्न। जब उहाँ यो धरतीमा खस्नुहुन्छ, भगवान राम दण्डकारण्य हुँदाहुँदै सबैबाट खोज्दै उहाँलाई खोजेर के भन्छ जटायुलाई भेट्नुहुन्छ, र जटायुको दुईटै पखेटा काटेको एकदमै छटपटाएर हुन्छ, एकदमै पीडामा हुन्छ, र जटायुलाई आफ्नो काखमा हालेर र उहाँको के भन्छ प्राण छोड्नुहुन्छ, उहाँले प्राण छोड्नुहुन्छ। अनि पछि के भन्छ उहाँको दाह संस्कार भगवान रामले स्वयं गर्नुहुन्छ। सोच्नुहोस् न, जटायुले कुनै धाममा उहाँले प्राण छोडेको होइन, तर जब भगवानको सेवामा जुनसुकै गलीमा टोयलेटमा शरीर छोडे पनि भगवानले उसको उद्धार गर्नुहुन्छ। मात्र भगवानको चिन्तन र उहाँको यदि सेवा छ भने जुनसुकै गलीमा मलेक्ष देशमा भए तापनि केवल भगवानको सेवामा रत भएको व्यक्ति हुनु पर्यो। यहाँ जटायु भगवानको सेवामा रत भएको कारणले गर्दा, प्राण छोडेको कारणले गर्दा भगवान राम स्वयं आएर उहाँको दाह संस्कार गर्नुहुन्छ। यस्तो आत्मनिवेदन बोकेको व्यक्ति जटायु हुनुहुन्छ। हामी यो रामायणबाट 9 भक्तिबाट 9 जना पात्र सुन्यौं, र रामनवमीमा 9 वटा कुरा सिक्ने, यो पनि म छोटकरीमा भनिहाल्छु, यो समय त भइसक्यो, 10 बजिसक्यो। पहिलो कुरा सिक्ने यो रामनवमीमा गुरु निष्ठा रे। भगवान रामको जुन निष्ठा थियो गुरुप्रतिको, यो निष्ठा वास्तवमा एकदमै प्रबल थियो। गुरु निष्ठा, हर समय गुरुको आज्ञा पालन गर्ने। जब गुरु विश्वामित्रजी जब सुत्नुहुन्थ्यो मात्र उहाँ के भन्छ केही बेर उहाँको चरण दबाएर उहाँको सेवा गरेर मात्र सुत्न जानुहुन्थ्यो, र विश्वामित्रजी उठ्नुभन्दा अगाडि फेरि उठिसक्नुहुन्थ्यो रे दुवै भाइ। कुकुरको यो अलार्म बोल्नु पर्दैन थियो, अलार्म लाउनै पर्दैन थियो। भगवान राम पुरै एकदमै अडिग, एकदमै सेवामा तत्पर, गुरु निष्ठामा एकदमै तत्पर। इभन ताडकासुरलाई मार्नलाई पहिला सोध्नुहुन्छ विश्वामित्रजीलाई। विश्वामित्रजीले आज्ञा दिँदाखेरि जब मारिसकेपछि फेरि भगवान रामले भन्नुहुन्छ वास्तवमा हजुरको कृपाले मैले मार्न सकेँ, मेरोमा कहाँ यस्तो बल छ कि मैले उसलाई मार्न सकूँ। जब अहिल्याको उद्धार गर्नुहुन्छ,
अहिल्याको उद्धार गर्दाखेरि पनि भन्नुहुन्छ वास्तवमा यो गौतम मुनिको कृपा हो कि गौतम मुनिले यो के भन्छ वरदान दिएर त्यही भएर वास्तवमा यसको उद्धार हुन पायो। उहाँले श्राप दिनुभएको थियो कि मेरो चरणबाट उद्धार हुन्छ, यस्तो उपाय दिनुभएको थियो। वास्तवमा उहाँले भनेको कारणले गर्दा उसको उद्धार भएको, नत्र मेरो चरणमा केही शक्ति छैन भनेर हरेक समय गुरुहरूलाई श्रेय दिने। हाम्रो जीवनमा वास्तवमा सिक्नुपर्ने यही हो। जतिसुकै प्रगति गर्नुहोस्, जेसुकै गर्नुहोस्, यो सबै श्रेय गुरुलाई जानुपर्छ। वास्तवमा जुन दिन गुरुलाई श्रेय दिनुहुन्छ वास्तवमा अहंकार घमण्ड कहिले पनि जीवनमा आउँदैन रे। शंकराचार्यको एउटा श्लोक छ नि, गुरु अंग्रे पद्मे मनश्चेन लग्नम ततत्किम 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 ततत्किम। तपाईं जतिसुकै प्रगति गर्नुहोस् रे, तर गुरुको चरणमा यदि तपाईको मति लागेको छैन, गुरु निष्ठा छैन, वास्तवमा त्यो के कामको यो सबै यहाँ वर्णन गरिएको छ। केही कामैको छैन। त्यही भएर पहिलो कुरा सिक्नु पर्ने हो यो गुरु निष्ठा। दोस्रो चाहिँ माता पिताको मातृभक्ति पितृभक्ति पनि। भगवान राम स्वयं मर्यादा पुरुषोत्तम हुनुहुन्छ। पिता माता पितालाई कसरी सेवा गर्नुपर्छ यो वास्तवमा भगवान रामसँग सिक्नुपर्छ। उहाँ आफ्नो दुःखको चिन्ता गर्नुहुन्न कि वनवास गएर मलाई कति दुःख हुन्छ, मलाई भगवानलाई यति चिन्ता भयो कि मेरो कारणले गर्दा मेरो पिताजीको कहीं यो के भन्छ दिएको वरदान निष्फल नजाओस् भनेर, यो निष्फल नहोस् भनेर खासमा उहाँ सेवाको लागि त्यो भगवान रामले स्वीकार गर्नुहुन्छ, जानुहुन्छ। खासमा कई माताले जुन वरदान मागेको हुन्छ, यो कई माता को यो जुन कथामा हजुरले सुन्नुहुन्छ कि मन्थरा उसलाई धेरै कन्भिन्स गर्छ कि तिमीले आफ्नो छोरालाई छोडेर भगवान रामलाई राज्य पद दिँदैछौ, एकदमै पश्चाताप गर्छौ तिमी पछि। यो सबै भन्दाखेरि मन्थराको लाग्छ नि त मन्थराले कन्भिन्स गरे जस्तो, र कई माताको गल्ती जस्तो लाग्छ। तर आचार्यगणहरूले के भन्नुहुन्छ कि कई माता त्यतिसम्म पनि उहाँ पुरै विश्वास गरेको हुँदैन रे मन्थरामाथि। यो एउटा भित्री गुह्य कारण छ कि कई माताले उहाँले अवश्य स्वीकार गर्नुहुन्छ कि राम र सीता सँगै बसोस् 12 वर्षमा, बरु संसारको मान्छेले मलाई अवहेलना गरोस्, मेरो यो नाम जुन मन्थरा छ कसैले पनि आफ्नो छोरीलाई पनि राख्नेवाला छैन कसैले नाम, यो मन्थरा नाम। त्यति मन्दबुद्धिको यो मन्थरा के भन्छ, यो कई शब्दबाट पनि कसैले नाम राख्नेवाला छैन। त्यतिसम्म म यो संसारमा गिरेको हुन्छु, तर म यो सेवा गर्न चाहन्छु, म यो अपमान लिन चाहन्छु भनेर त्यो अपमान लिएर उहाँले खासमा वनवास पठाएको हुन्छ। किनकि यो देवी देवताको पनि इच्छा हुन्छ कि भगवान राम यदि वनवास गएन भने यति असुरहरूको संहार कसरी हुन्छ। यति ऋषि मुनिहरू कुरिराखेको छ भगवानको दर्शन गर्नलाई, यो ऋषि मुनिहरूको के हुन्छ। अहिल्या कुरिरहेछ उद्धार हुनलाई, यो अहिल्याको उद्धार कसरी हुन्छ। यो सबैलाई पूर्ण गर्नलाई खासमा भगवान रामले यो स्वीकार गर्नुभएको हुन्छ र यो माता पिताको पनि एकदमै सेवा गरेको हुन्छ। खासमा इन्डाइरेक्ट रूपले देख्नुभयो भने दशरथ महाराजको आज्ञा पालन गरेको हुन्छ। हजुरले विवाह लीलामा पनि बाल्यकालमा पनि आफ्नो पिताको सानैदेखि एकदम एक पालन गर्नुहुन्थ्यो रे भगवान राम। त्यतिसम्म मर्यादा पुरुषोत्तम हुनुहुन्थ्यो, मातृ पितृ भक्ति थियो उहाँसँग। तेस्रोमा के भन्छ, नराम्रो सङ्गति गर्नु हुँदैन। यो रामायणमा कुन प्रसङ्ग आउँछ, कैकेयी माता मन्थराको सँग गरे, न त यो लीला हो, तर पनि मनुष्य जातिले शिक्षा दिनलाई कि नराम्रो सङ्गति जस्तो सङ्ग त्यस्तै रङ, जस्तो सङ्ग हुन्छ त्यस्तै रङ तपाईँको परिवर्तन हुन जान्छ। किनकि हामी त्यो लेभलको शुद्ध भक्त होइन, त्यो प्युरिटी छैन हामीसँग कि हामी त्यो सबैलाई ठ्याक्कै छुट्याउन सकौँ। त्यही भएर यो गलत सङ्गतिबाट वास्तवमा बचेर हामी सहीको सङ्गतिमा लाग्नुपर्छ। यो रामायणबाट तेस्रो हो। चौथो रिश्ता, भगवानसँग के भन्छ आफ्नो रिलेसन कसरी राम्रोसँग बनाएर राख्ने यो पनि सिकाउनुहुन्छ अरे रामायणबाट। रिलेसन 4 भाइमा हेर्नु, उहाँले आफैले बरु दुःख लिनुहुन्छ, तर 4 दाजुभाइमा कहिले पनि भगवान रामले के भन्छ त्यो रिलेसन बिगार्नुहुन्न, सम्बन्ध बिगार्नुहुन्न, बरु आफै वनवास जानुहुन्छ। दशरथमा के भन्छ, भरतजीले जति निवेदन गरे तापनि
के भन्छ उहाँसँग सम्बन्ध बिगार्नु होइन। मलाई वनवास निकालेको छ, मैले आफ्नो तरिकाले गर्छु, तिमी आफ्नो तरिकाले गर, यो कहिले पनि भन्नुहुन्न रे। त्यो भाव उहाँको। अनि त्यही भएर यसको रिश्ता रिलेसन पनि सिक्नु छ भने रामायणमा खासमा धेरै अनन्त ज्ञान छ, अनन्त तपाईँले सिक्न सक्नुहुन्छ। तर 9वटा विशेष गरी छ। पाँचमा छ के भन्छ सबैसँग समान व्यवहार गर्नुपर्छ अरे। सबैसँग समान व्यवहार कसरी? भगवान रामले निषाद जस्तो व्यक्तिलाई, जो चाहिँ वनमा बस्थ्यो, गोही थियो, के भन्छ जनावर मार्ने, त्यो व्यक्तिलाई पनि आफ्नो समान भाइ जस्तो मान्नुहुन्छ। केवटलाई पनि त्यस्तै नै सम्मान दिनुहुन्छ जति आफ्नो भाइलाई दिनुहुन्छ। निषाद राजलाई पनि त्यति नै सम्मान दिनुहुन्छ जति आफ्नो भाइलाई दिनुहुन्छ। निषाद राज एकदमै आँखाबाट आँसु लिएर रुन थाल्नुहुन्छ कि वास्तवमा मैले यति पाप गर्छु तर पनि हजुरले आफ्नो भाइको रूपमा स्वीकार गर्नुभयो, मलाई त्यो पर्दैन। आज हामी रामचरितमानस रामायणमा यो निषाद राजको वर्णन सुन्छौँ। किनकि भगवान रामको कारणले गर्दा भगवान रामले त्यही उहाँले पद दिनुभयो जुन अरूलाई दिनुभयो। तिनको कसैसँग भगवानले भेदभाव गर्नुहुन्न, यो चाहिँ सिकाउनुहुन्छ। र क्षमा 6 नम्बरमा छ क्षमा। क्षमा कसरी गर्नुपर्छ? भगवानले यतिसम्म भन्नुभएको हुन्छ, यदि रावण मेरो चरणमा आएर यदि माफी माग्छ कि मसँग गल्ती भयो, मैले गल्तीले गर्दा मैले सीता महारानीलाई हरण गरेँ, यदि क्षमा माग्न आउँछ भने म रावणलाई पनि क्षमा गरिदिन्छु। र रावणलाई मात्र क्षमा गर्ने होइन कि म आफ्नो के भन्छ अयोध्या धाम पनि दिइदिन्छु रे रावणलाई। त्यतिसम्म क्षमाशील भगवान हुन्छ। यो संसारमा पनि हरेक व्यक्तिलाई क्षमा गर्दै हुनुहुन्छ भगवानले। नास्तिक होस् आस्तिक होस्, हरेक व्यक्तिलाई वास्तवमा जतिसुकै पाप गरे पनि भगवानले उसको पालन पोषण गरिराख्नु भएको छ। अब 7 नम्बरमा छ विश्वासमा कतिको ताकत हुन्छ, यो पनि वास्तवमा भगवान रामको लीलाबाट सिक्न सकिन्छ। के विश्वास थियो उहाँसँग? समुद्रमाथि उहाँले सेतु बन्धन गरिदिनुहुन्छ, त्यो पनि बाँदरलाई लिएर हैन। कतिसम्म आत्मबल र कति विश्वास हुन्छ। विश्वास वास्तवमा धेरै अडे हुन्छ। प्रभुपादजीले भगवत गीताको तात्पर्यमा पनि यसको लेख्नु भएको छ कि विश्वास र आत्मबल भयो भने, प्रयत्नशील परिश्रमी व्यक्ति छ भने जे पनि सम्भव छ अरे। उहाँले एउटा हंसको उदाहरण दिनुहुन्छ। उसको अंडा समुद्रले बगाएर लगेको हुन्छ। त्यो हंसले सोच्छ म पुरै समुद्रलाई सुकाइदिन्छु यदि मेरो अंडा मेरो बच्चा फिर्ता दिएन भने। समुद्रलाई फर्कै पर्दैन। त्यहाँको जति पनि उसको साथीहरू थियो हंसको, सबले हिहि यसले चाहिँ के भन्छ समुद्रलाई सुकाउँछ, यसले सबले हँसी मजाक उडाउँछ। तर त्यो हंसले चोचबाट पानी लिँदै फाल्दै, चोचबाट पानी लिँदै फाल्दै, पानी लिँदै फाल्दै, यो कतिौं दिनसम्म चल्छ रे। यो खबर पक्षीराज गरुड कहाँ पुग्छ रे। गरुडजीले जब थाहा पाउनुहुन्छ मेरो जातिको व्यक्ति यति परिश्रम गरिरहेको छ, गरुडजी आएर साक्षात उहाँलाई मद्दत गर्नुहुन्छ र समुद्रलाई भन्नुहुन्छ यदि तपाईले उसको अंडा फिर्ता दिएन भने मैले साँच्चै नै म यो पुरै समुद्र सुकाइदिन्छु अहिले। अनि बल्ल फेरि समुद्रजी आएर पुरै काँप्दै माफी माग्नुहुन्छ, किनकि भगवानको वाहन जे पनि गर्न सक्नुहुन्छ। अनि त्यसपछि उहाँको मद्दत हुन्छ। त यसबाट हामी सिक्न सक्छौं कि परिश्रमी व्यक्ति जो चाहिँ मेहनती भगवानको आशा लिएर जो गर्न चाहन्छ प्रयत्न, कतिले हाम्रो बहाना त्यही हुन्छ रे। भगवानले जब चाहनुहुन्छ तब धाम जाने, भगवानले जब चाहनुहुन्छ तब मन्दिर आउने, भगवानले चाहनुहुन्छ भइहाल्छ नि। ए भगवानले चाहनुहुन्छ तपाई जानुहुन्न। भगवानले त चाहनुहुन्छ तपाई प्रयास मात्र गर्नु, यसै हात उठाउनु, हात समातिहाल्नुहुन्छ उहाँले। हाम्रो हातै उठ्दैन, हामी हात भित्र लुकाएर राख्छौँ। कहाँ धनमा, पुत्रमा, परिजनमा यताउता लुकाएर राख्छौँ। तर हात उठाएर हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। जब हात उठाएर भगवानलाई पुकार गर्छु, भगवान पनि ओहो, यो एकचोटि होइन, यो सदा सदा यस्तै जति चोटि तपाई गरे भगवान एक न एक दिन तपाईले समातेर उठाइहाल्नुहुन्छ। तर हाम्रो नाटकको लागि अहिले अब गराएपछि उठाएन भने धेर छ, ए मान्छेले त उठाएछ नि, यसलाई प्रसाद कम दिनुपर्छ, यसको भक्तको गति यसको माथि लेभलको छैन चेतना, त्यही भएर हात उठाउनु पर्छ।
त्यो भावले पनि उठाइन्छ। तर वास्तवमा जुन दिन हृदयबाट नै भगवानलाई हात उठाएर करुण पुकार जस्तै बच्चाले आफ्नो आमालाई करुण पुकारद्वारा पुकार गर्छ, त्यो पुकार जुन दिन तपाईँको भित्र आउँछ त्यो दिन भगवानले साँच्चै तपाईँलाई उठाउनुहुन्छ अरे। अब 8 नम्बरमा आउँछ अहंकार। अहंकारबाट मुक्ति। भगवान रामसँग यसो तपाईँ भगवत्ता छोडिदिनुहोस्। भगवान रामसँग ऐश्वर्य छ, के भन्छ राम भगवान हुनुहुन्छ, यो छोडिदिनुहोस्। भगवान राम भगवान होइन एकछिनको लागि मात्र, उहाँ मनुष्य मात्र हेर्नुहोस्। उहाँलाई उहाँसँग के थिएन प्रभुजी, होइन सबै थियो। राम राज्यदेखि सबै राज्य पनि थियो, पत्नी पनि थियो, भाइ सबै थियो। गुरुहरूको पनि यस्तोसम्म ज्ञान कि एकचोटिमा यो पुरै पर्वतलाई उठाएर चकनाचुर गर्न सक्नुहुन्थ्यो, ब्रह्माण्डलाई त्यो के भन्छ फुटबल जस्तो खेलाउन सक्नुहुन्थ्यो, त्यतिसम्म उहाँसँग शक्ति थियो नि। लक्ष्मणजीसँग भगवान रामसँग पनि सबै शक्ति हुँदै पनि थोपै पनि अहंकार छ उहाँसँग। मनुष्यको लीला गर्न आउनुभएको है, थोपै पनि अहंकार भगवानसँग थिएन हो। वास्तवमा यो सिक्नुपर्ने हो कि हामीसँग जतिसुकै सर सुविधा भए पनि, जति हामी जुनसुकै लेभलमा गए पनि अहंकार कहिले गर्नु हुँदैन। अहंकारले मान्छेलाई पतन मात्र गराउँछ। रावणसँग के थिएन? यदि मनुष्य र रावणमा यदि दाज्ने हो भने, समान देख्ने हो भने रावण प्रकाण्ड विद्वान थिए भगवान रामसँग। भगवान राम भन्दा पनि धेरै विद्वान थिए यदि मनुष्य लीला हेर्ने हो भने। तर पनि रावणलाई केले गर्दा पतन गरायो, केले गर्दा उसको क्षति भयो? उसको अहंकारले गर्दा। उसलाई यति अहंकार थियो कि यो बाँदरले के गर्छ मलाई, यो मनुष्यले के गर्न सक्छ? भगवानले फेरि त्यही मनुष्य रूपमा आएर उहाँलाई पार्नुभयो। अहंकार एकदमै ठुलो हाम्रो राक्षस हो रे, भित्र बसेर खाइरहन्छ, देख्दैन, भित्रै खान्छ अरे। यसरी खान्छ कि तपाईँले सिद्धाइदिन्छ, तपाईँले नै थाहा हुँदैन। त्यति ठुलो यो व्याघ्र, शास्त्रमा व्याघ्र भन्छ यसलाई, यो भित्रको हृदय व्याघ्र, त्यस्तो अहंकार छ अरे। 9 नम्बरमा छ सत्य। सत्यको जित हुन्छ, यो पनि सिक्न सक्छौँ। सत्यको जित जहिले पनि हुन्छ, बरु ढिलो हुन सक्छ। भनिन्छ सत्ययुगमा सत्य बोल्दाखेरि छिटो काम गर्थे अरे। त्रेतायुगमा पनि सत्य काम गर्थ्यो, द्वापरमा पनि अलिअलि काम गर्थ्यो, कलियुगमा त धेरै कामै गर्दैन रे सत्य। अलि लामो टाइम लाग्छ, एकदमै जब अडिक बसेर समातेर बसिरहेको छ नि, म सत्यलाई छोड्दैन, बल्ल सत्य काम गर्छ अरे। कलियुगमा तपाईँले त्यही भएर अहिले म उटपटाङ कुरा जति पनि तपाईँले सुनाए सबै याद होला तपाईँले, तर राम्रो सत्य कुराहरू सबै बिर्सिसक्छ होइन। सबै यादले यो प्रभुजीले के गल्ती गरेका थिए, यो प्रभुजीले कहाँ कस्तो शब्द प्रयोग गरेका थिए, सबै याद हुन्छ तपाईँलाई। तर सत्य कुरा जुन सिक्नुपर्ने कुरा यो चाहिँ याद हुँदैन, किनकि कलियुगमा कलिको राज्य छ, कलियुगको प्रभाव धेरै छ। त्यही भएर नेगेटिभ कुरा धेरै छिटो फैलिन्छ, सही कुरा छिटो फैल्दैन। यहाँ प्रवचन भइरहेछ, यहाँ यदि धुमटक पुरै डान्स गर्ने यहाँ केही आर्केस्ट्रा आएर नाचिदिएको भए बाप रे बाप, यहाँ त पुरै मन्दिर ऊ बाटोसम्म लाइन लाग्यो। अगाडिको देख्छ कि देख्दैन मतलबै हुँदैन, त्यो बाटोमा लाइन लागेर कमसेकम एकचोटि मात्र दर्शन त हुन्छ नि त्यो केटीको दर्शन गर्नलाई भए पनि ऊ बाटोमा लाइन लागेर घन्टौसम्म पुरेर कमसेकम त्यो केटीको दर्शन गर्न आउँथ्यो बरु, आर्केस्ट्रा भएको भए। तर भगवत कथा छ, एकचोटि दर्शन भयो, यसो परिक्रमा गरे, झ्याप्प देख्यो अनि टाप्प निस्क्यो, त्यस्तो छ होइन। त्यति यो सत्य जुन छ, सत्य चिज वास्तवमा सत्य भगवानको नाम हो, भगवानको कीर्तन हो, भगवानको भक्त हो, शास्त्र छ, यो सबै सत्य हो। सत्य हाम्रो हृदयमा धेरै छिटो छिर्दैन। जब पटक पुनः जब गरिन्छ तब बल्ल हृदय धारण गर्छ, किनकि कलियुगमा कलिको राज्य छ। त्यही भएर नसोच्नुहोस् मन्दिरमा कमसेकम जतिजना आउनु भएको छ नि, यो धेरै ठुलो महान कुरा हो, यतिजना आउनु भनेको। यति कलि प्रभाव हुँदै पनि तपाईँ माला जपेर तिलक लाएर यहाँ मन्दिरमा आउनु भएको छ, भगवानको रामको कथा सुन्दै हुनुहुन्छ, यो वास्तवमा ठुलो कृपा हो। कमसेकम यति सत्य त तपाईँको हृदयले स्वीकार गरेको छ नि,
यदि अझै पटक 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 तपाईँले सुन्दै जानुहुन्छ हैन, रिपिटेसन जब हुन्छ हाम्रो हृदयले धारण गर्छ, ग्रहण गर्छ, हो यो सत्य हो। हामी क ख ग यतिचोटि पढ्यो कि आज आँख बन्द गरेर पनि क ख गरी केही गर्नै पर्दैन, किनकि 6 महिनासम्म क ख ग पढ, क ख जोडले क ख ग घ अङ्ग, यो कमसेकम मलाई लाग्छ म नर्सरीमा 6 महिनासम्म पढे। अनि धेरै जस्तोको यो सबैको होला। धेरै पढेपछि आज तपाईँले यादै गर्नु पर्दैन, जुनमा पनि आँखा बन्द गरेर तपाईँ लेख्न सक्छ। किनकि यति प्र्याक्टिस भएको छ, यतिचोटि तपाईँले पुनरावृत्ति गरेको छ कि तपाईँ बिर्स्नै सक्दैन। त्यस्तै भगवानको कथा यतिचोटि सुन्नुपर्छ, यतिचोटि मन्दिर आउनुपर्छ, यतिचोटि नाम जप गर्नुपर्छ कि मर्ने बेलामा तपाईँले अरू केही पनि स्मरण नहोस्, केवल और केवल भगवत प्रीति होस्, भगवानको नाम मात्रै याद आओस्, अरू केही पनि याद नहोस् हैन। तपाईँ देख्नुहुन्छ जो चाहिँ लोक सेवाको आयोगको जसले इक्जाम दिन्छ उसले यत्रा मोटो मोटो किताब, कतिचोटि ट्युसन कोचिङ के सबै सकाउँछ, अनि कतिवटा कपीमा पुरै एकदमै लेखेर कतिवटा रफ पेपर बनाउँछ। किन? पटक 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 बल्ल त्यो पनि बिचारा पास हुँदैन। सोच्नुहोस् न, यत्रो मेहनत गरेको बेरी हामी भक्तिको लागि कतिसम्म मेहनत गर्नुपर्ने हुन्छ हैन। खासमा यो भक्तको कारणले गर्दा, श्रील प्रभुपादजीको कारणले गर्दा अति सरल बनाइदिनु भएको छ। आयो मन्दिर, कथा श्रवण गर्यो, भगवत गीता पढ्यो, नाम जप गर्यो, भगवानको सुन्दर विग्रहको दर्शन गर्यो, यति हो भक्ति। ल मिठो मिठो प्रसाद खायो, नाच्यो गायो। पागल व्यक्ति पनि बिहान बिहान नाच्दैन हैन। भक्त कति आनन्दित हुन्छ कि बिहान नाच्छ, रक्सी खुवाइदिनुहोस् तर पनि बिहान नाच्दैन, बिहानको अर्कै ब्रह्म मुहुर्तको समय, तर भक्तहरू नखाइकन नाच्छ। सोच्नुहोस्, त्योभन्दा कति ठुलो नशा छ यो भगवानको नशा। भगवानसँग जो प्रेम गर्छ उसको नशा यो कति छ हैन। त यो वास्तवमा रामनवमीमा भगवान रामसँग र श्रील प्रभुपादजीसँग हामी विशेष प्रार्थना गर्न सक्छौँ कि सदैव हामी यो भगवान रामको लीला चिन्तन हरेक समय गर्न सकौँ र जीवनमा हजुरलाई प्राप्त गर्न सकौँ भनेर यो प्रार्थना गर्न सकिन्छ। रावण मार्ने कुरा हुँदै थियो। आज विश्व बसु जगन्नाथ प्रभुजीले कथा गर्नुहुन्छ, उहाँले रावण मार्नुहुन्छ त्यो कथामा होला भन्दै हुँदै यो कथामा जसरी पनि रावण मार्नुपर्छ। मैले भनेको यार रावण त मैले कतिचोटि कथामा मारिसकेँ, आजसम्म मेरो भित्र बसेको यो रावण कहिले मार्न सकेको छैन। यो काम क्रोध लोभ मोह मत्सरै यस्ता रावण बसेको छ, यो रावणले त मलाई जसरी तसरी खुट्टा तानेर पछाडि लान्छ। यो रावणलाई त मैले कतिचोटि कथामा सुनेर पनि मारे, भनेर पनि माने, पढेर पनि मारे, तर वास्तवमा मार्नुपर्ने हो आजको दिन यो भित्रको रावणलाई, जो चाहिँ हामी भित्र लुकेर सूक्ष्म रावण बसेको छ। त यो मात्र केवल भगवान र भक्तको कृपाले हुन सक्छ। त हामी प्रार्थना गरौँ, एकअर्कालाई भगवानको सेवा गरौँ। यति भन्दै म आज विराम दिन्छु। हरे कृष्ण। श्रील प्रभुपाद की जय, अनंत कोटि वैष्णववृन्द की जय, निताय गौर प्रेमानंद। हरि हरि बोल। श्री रामनवमी महामहोत्सव की जय। हरे कृष्ण। जतिजना व्रत गर्नुभएको छ, व्रत परायण बेलुका छ, बेलुका एकादशी प्रसाद छ।